र पृथ्वीले समातिन्। तब भगवान श्रीकृष्णलाई रोकेर भन्नुभयो, हे अर्जुन, अब तिमी यो योद्धालाई युद्धको लागि तिमीले चुनौती दिन सक्छौ भनेर अर्जुनलाई भगवान श्रीकृष्णले आदेश दिनुहुन्छ। अनि भन्नुहुन्छ, हे अर्जुन, अब यो वीरलाई तिमीले चुनौती दिएर युद्धका लागि आह्वान गर भनेर भगवान श्रीकृष्णले भन्नुहुन्छ। यो कर्णको त्यो पल थियो जब माता पृथ्वी माताको श्राप त्योमा फलिरहेको थियो अनि कर्ण त्यो रथलाई निकाल्नको लागि निकै प्रयास गर्दै थिए अनि कर्ण एकदमै निशाय बनेका थिए। उनको विपक्षमा सारा ब्रह्माण्ड थियो, यहाँ तक कि धरती मातालाई संसारकी सहनशीलता भनिन्छ, तर पनि उनले त्यो कर्णको तीर सहन नसकेर उनलाई श्राप दिएकी थिइन्। त्यो श्राप त्यहाँ फलित हुँदै थियो अनि कर्ण एकदमै त्यो हिलोमा निसहाय बनेर भन्छन्, हे अर्जुन, म यहाँ रथ मिलाउँदैछु, यो तिमीले त्यो तीर नचलाऊ, यो नीतिसङ्गत छैन भनेर भन्छन् भगवानले। अभिमन्युको हत्यामा कौरव पक्षले दया गरेनन्, अब हामीले पनि दया गर्नुको कुनै औचित्य छैन। यदि कुनै छलको आशय धर्म हो भने छल पनि धर्म हो भनेर भगवान श्रीकृष्णले भन्नुहुन्छ। अनि कर्णले भन्छन् आफ्नो सारथीलाई, हे सारथी, मलाई त्यो मेरो दिव्य धनुष देऊ भन्दा शल्यले मान्दैनन्। अनि भगवान श्रीकृष्णले शल्यलाई भट्काउँदै भन्नुहुन्छ कि यसले तिमीलाई, उनले भगवान श्रीकृष्णले शल्यलाई, के तिमी क्षत्रिय भएर एउटा सुतलाई सहयोग गर्छौ भनेर शल्यलाई झन् भट्काइदिनुहुन्छ। अनि अर्जुन भन्छन्, हे भगवान, म यो कर्णलाई म हराउन चाहन्छु कि यसलाई यसको हातमा धनुष लिन दिनुहोस्, धनुष समात्न दिनुहोस् भगवान भनेर अर्जुनले भन्दा भगवान भन्नुहुन्छ कि सपना सपनै रहन्छ तिम्रो यो हातमा धनुषले, पर्यो भने विजय दिव्य धनुष पाउन कठिन विजय, व्यर्थ हुन्छ सुदर्शन तिम्रो गाण्डीव, चला एक साथमा हुनेछ अमर यो महारथी धनुष हातमा। तब भगवानले भन्नुहुन्छ, हे अर्जुन, त्यसो भए तिम्रो सपना सपनै रहन्छ। यदि यसको हातमा विजय धनुष पर्यो भने हामीले मेरो सुदर्शन तिम्रो गाण्डीव समेत व्यर्थ हुन्छ भनेर भगवान श्रीकृष्णले भन्नुहुन्छ कि तिमीले यो युद्धमा अहिले कर्णलाई तिमीले यो अवसर पारेर तिमीले कर्णलाई मार्न सकेनौ भने यहाँ धर्मको जित सुनिश्चित छैन अर्जुन। यो हामीलाई सृष्टिले यो अवसर प्रदान गरेको छ, त्यसैले तिमी त्यो तीर चलाऊ भन्दा अर्जुनको हात काँप्छ। उनले अनि भगवान श्रीकृष्णको आदेश मान्ने त्यो दिन वचन दिएका थिए, त्यसैले उनले तीर चलाउँछन्। त्यो तीर कर्णका छातीमा लाग्छ अनि तब कर्ण भगवान श्रीकृष्णसँग विभिन्न प्रश्नका नजरले हेर्छन् अनि भन्छन् कि धर्म स्थापना यही हो कटाक्ष प्रश्न पोखेर कृष्ण माथि, चाहियो उत्तर मलाई जत दिनु सोचेर साथी। जब त्यो तीर कर्णका छातीमा लाग्छ तब कर्ण भन्छन्, हे भगवान, तपाईँ धर्मको स्थापना गर्नको लागि तपाईँले ममाथि अधर्मको बाण किन चलाउँदै हुनुहुन्छ भनेर कर्णले भगवान श्रीकृष्णमाथि कटाक्ष प्रश्न गर्छन् अनि भन्छन् कि मलाई मेरो प्रश्नको उत्तर एउटा मित्रले अर्को मित्रलाई सम्झाए चाहिँ मलाई बुझाउनुहोस् भगवान भन्दा भगवानका आँखाबाट आँसुका थोप्पा बग्छन् अनि भगवानले समयलाई रोक्नुहुन्छ, समय गतिलाई रोक्नुहुन्छ, सारा चराचर जगत रोकिन्छ। जसरी भगवान श्रीकृष्णले
अर्जुनलाई गीता ज्ञान दिँदा सारा समयको चक्र रोक्नु भएको थियो। त्यति बेला भगवान श्रीकृष्णले कर्णको उत्तर दिनको लागि सारा समय रोक्नुहुन्छ, सूर्य ढोकिन्छ, बादल ढोकिन्छ, सबै जीवित भएका चराचर जगत ढोकिन्छ। अनि भगवानको यो लीला देखेर कर्ण निकै अनौठो मान्छन् अनि त्यो दृश्य देखेर उनी छक्क पर्छन्। तब भगवान श्रीकृष्ण कर्णका अघि आउनुहुन्छ र कर्णलाई आफ्ना दिव्य स्पर्शले स्पर्श गर्नुहुन्छ अनि भगवानले भन्नुहुन्छ, हे कर्ण, तिमी मसँग के सोध्न चाहन्छौ सोध, समय हामीमा धेरै छैन, तिम्रो मनमा भएको जिज्ञासा सोध, विलम्ब नगर भन्दा कर्ण भन्छन् कि संसार जतका आधारमा किन हो भेद भाव गर्दछ, निस्कुलको उच्च कुलले किन क्षमतालाई हर्दछ, भन्नुहुन्छ पै हामी मान पै फेरि विवेत किन, के सुतले वेद पाठ गर्नुहुन्न, सुतलाई खेत किन, दिएनन् द्रोणाचार्यले शिक्षा मलाई, योग्यमा हुँदा हुँदै किन पाए परशुरामको अभिश्राप, मेरो निष्ठाले छुँदै, हरेक पल मेरो कुल देखेर टुक्रा हुने क्षमता, अपमान तिरस्कार गर्छ दुनिया, जाने गर्छु नि जता। त्यसपछि कर्णले भन्छन् कि भगवान, यो संसार किन जातका आधारमा विभेद गर्छ, कि एउटा उच्च कुल मानिनेले निज कुलको क्षमतालाई किन नकार्छ, किन तिनको क्षमतालाई हर्दछ। अनि तपाईँ स्वयं भन्दै हुनुहुन्छ कि हामी मानव एक हौँ भन्नुहुन्छ, फेरि एउटा सुतले वेद पाठ गर्दा त्यो सुतलाई किन जलाइन्छ, किन त्यसलाई मारिन्छ, किन त्यसलाई मृत्युदण्ड दिन्छ, के त्यो के मानव होइन र भनेर प्रश्न गर्छन्। फेरि भन्छन् कि द्रोणाचार्यले मलाई किन शिक्षा दिएनन्, कि म योग्य थिएँ, मैले अर्जुन बराबर जानेको थिएँ, तर पनि द्रोणाचार्यले मेरो जातलाई हेरेर नकारिदिए। मैले भगवान परशुरामबाट शिक्षा त पाएँ, तर शिक्षा पाइसकेपछि मलाई श्राप दिएर शिक्षा पाउनुको नपाउनुको कुनै अर्थ भएन। हरेक पल हरेक क्षण मलाई कुल देखेर सदा सर्वदा टुक्र्याउने गरे। म जहाँ जान्छु तहाँ मेरो जातको आधारमा मलाई तिरस्कार, मलाई अपमान गर्छ भन्दा भगवान श्रीकृष्णले भन्नुहुन्छ, विशिष्ट विशेष थियो नियतिले लियो परीक्षा शेष, चुन्यो परिवर्तनको योद्धा तिमी सुरेश्वरी विशेष, कुन्दन बनाउन जलाउनु पर्छ सुन, होइन फलावा चाँदी, बन्नु छ तिमी उत्तम गहना हो, तात्नु छ तिमी बाँकी, तिमी मानव जातिका सूर्य हो, चम्किन्छ विश्व अब, परिवर्तनको झल्को बाल्यो तिमी, झल्किन्छ विश्व अब। भगवानले भन्नुहुन्छ, हे कर्ण, तिमी विशेष थियौ कि विशेषको परीक्षा विशेष हुन्छ, तिमीलाई यो नियतिले परिवर्तनको योद्धा चुन्यौ, तिमी सूर्य जस्तै विशेष छौ, किनकि एउटा सुनलाई कुन्दन बनाउनको लागि त्यसलाई तताउनु पर्छ, नत्र
नत्र भने फलाम र चाँदीलाई पनि तताउनु पर्छौ, तर तिमी सुन हौ कर्ण, तिमी कुन्दन बन्नु छ भनेर भन्नुहुन्छ। तिमी एक उत्तम गहना बन्नु छ, त्यसैले तिमीलाई यो नियतिले तताएको हो। यसैले तिमी धन्य छौ कि तिमी विशेष छौ कि विशेषको परीक्षा मैले विशेष गरेर लिन्छु। जो मेरो प्रिय हुन्छ त्यसलाई म अनेक प्रकारका दुःख दिन्छु, अनेक प्रकारका कष्ट दिन्छु र उसलाई सशक्त बनाउँछु। उसलाई म सारा पापबाट मुक्त गराउँछु र उसलाई सारा बन्धनबाट मुक्त गराउँछु। कहाँ पुगेको छ तिम्रो उचाइ आज अन्य योद्धाभन्दा कहाँ पुगेको छ। आज तिम्रो चरणमा अर्जुन पनि तिम्रो युद्ध कौशलका अघि नतमस्तक छ। तिमी यो महाभारतका सर्वश्रेष्ठ योद्धा हौ। तिम्रो गुणगान यो संसारमा सदैव गाइनेछ। तिम्रो गुणगान नगाउँदासम्म महाभारत अपूर्ण रहनेछ भनेर भन्नुहुन्छ। त्यसपछि कर्णले फेरि भन्छन्, ल्याउनु पर्यो भागेर तिमीलाई गन्तव्य पुर्याउन। कति वचन अभिश्राप केही पाप फल मजुर्याउन। भगवान भन्नुहुन्छ कि मैले तिमीलाई यहाँ किन भगाएको ल्याएँ भन्दाखेरि मैले तिमीलाई तिम्रो गन्तव्यमा पुर्याउनका लागि हो। मैले तिम्रा केही वचन, तिम्रा अभिश्राप र तिम्रा केही पापको फलमा जुडाउनका लागि यहाँ ल्याएको भन्नुहुन्छ। त्यसपछि कर्ण भन्छन्, हे भगवान, मैले वचन दिएको छु, मैले अभिश्राप पाएको छु, तर मैले के पाप गरेँ भन्नुहोस्। के परिवर्तन चाहनु पाप हो कि आफ्नो मित्रलाई साथ दिनु पाप हो भनेर कर्णले भन्छन् कि जसले मेरो योग्यताको सम्मान गर्यो के मैले उसलाई साथ दिए कि यो मेरो पाप थियो माधव। कि जसले मेरो दुःखमा मलाई हात दिएको थियो उसको दुःखमा मैले मेरो साथ दिए कि यो दुःख थियो भन्दा भगवान मौन रहेर बस्नुहुन्छ। भगवान प्रश्न कुनै पनि उत्तर दिनुहुन्न। त्यसपछि कर्ण भन्छन् कि भगवान तपाईँ किन मौन भएर बसिरहनु भएको छ भन्दा भगवान भन्नुहुन्छ कि सत्ययुगमा देवी सतीको दहना देवता मौन रहे, पाए श्राप जन्म जन्ममा आज अंशले दुःख सहे। कि सत्ययुगमा जब देवी सतीले अग्निमाथि आफ्नो दोहन गरिन् तब सबै देवताहरू मौन रहेका थिए। त्यो देवताको मौन रहेका कारणले गर्दाखेरि महादेव यस्तो संसारलाई जसले दुःखबाट मुक्त गराउँथे महादेव स्वयं घनघोर दुःखमा प्रवेश गर्नुभयो। त्यसपछि माता आदिशक्तिले हामी सबै देवी देवताहरूलाई के श्राप दिनुभयो भने जसरी आज महादेव यो पीडामा भोगिरहेका छन् त्यसै गरी तिमी सम्पूर्ण देवी देवताहरू पनि विभिन्न युगमा विभिन्न अवतारमा विभिन्न अंशमा यो मौन रहेको तिमीहरूले यसको पाप तिमीहरूले भोग्नेछौ भनेर श्राप दिनुभयो। त्यही भएर त्रेता युगमा पनि सबै देवी देवता आएर मसँग जन्मेर दुःख भोगे, मसँग जन्मेर उनीहरूले सङ्घर्ष गरे, उनीहरूका अंशले दुःख भोगे। त्यस्तै द्रौपदीको चिर हरणमा तिमीले अवश्य विरोध गरेका थियौ। तब तिम्रो त्यति बेला तिम्रो अस्त्र मौन रहेको थियो। यो मौन तिम्रो पाप थियो कर्ण भनेर भन्नुहुन्छ। त्यसपछि तिम्रो दोस्रो पाप के थियो भने कर्ण तिमी अभिमन्युको हत्यामा संलग्न भएका थियौ, उसको विरुद्ध बोलेनौ। यो तिमीले नबोलेर पापको भार लियो भनेर भन्नुहुन्छ। फेरि भन्नुहुन्छ कि पुर्याउन अनि दुष्टले जगमा बोलेर जति पनि साधु सन्त महात्माको मन अझै विनाशकारी बनी। कि भगवानले भन्नुहुन्छ हे कर्ण
जति एउटा दुष्ट बोलेर संसारमा हानि पुर्याउँदैन त्यति एउटा साधु सन्त धर्मात्मा र महात्मा बोल्ने ठाउँमा बोल्नुपर्ने ठाउँमा मौन रह्यो भने त्यसले झन् ठुलो विनाश निम्त्याउँछ। त्यसैले आवश्यकता पर्दाखेरि साधु सन्त धर्मात्माले आफूले त्यो मौनलाई तोड्नुपर्छ र त्यसको विरुद्ध बोल्नुपर्छ। त्यसैले जति बोलेर कराएर एउटा दुष्टले संसारमा हानि गर्छ त्यो भन्दा कयौं गुणा बढी साधु सन्त महात्माको मौन संसारलाई विनाश निम्त्याउँछ भनेर भन्नुहुन्छ। फेरि भन्नुहुन्छ, हे कर्ण, तिमीले त्यो राजसभा भुल्यौ जहाँ मैले विश्व स्वरूप देखाएको थिएँ कि यो युद्धमा मर्ने मार्ने हार्ने जित्ने अस्त्र शस्त्र सबै मेरा स्वरूप थिए। म कण कण मेरो अधीनमा छ, म सर्वत्र जगत मेरै अधीनमा छ। तिमी मेरो लीलाको एक अंश मात्र थियो कर्ण, यो तिमीले रहस्य बुझ भनेर भगवान श्रीकृष्णले भन्नुहुन्छ। कि त्यसपछि भगवान श्रीकृष्णले कर्णलाई एउटा दिव्य लोकमा लिनुहुन्छ र भन्नुहुन्छ कि भगवान भन्नुहुन्छ, हे कर्ण, तिमीले जीवनभरि दान दिएका छौ, जीवनभरि तिमीले हरेक पल जसले तिमीलाई मागेको छ त्यसलाई दान दिएका छौ। आज तिमी योद्धामा दानवीर भयो, अब तिमी दानमा सबैभन्दा ठुलो दान देऊ, त्यो दान हो बलिदान। म तिमीलाई तिम्रो प्राणको बलिदान माग्छु कर्ण भन्नुहुन्छ। यसबाट तिमी एउटा धर्मको लागि तिम्रो बलिदान, धर्मको मार्गको जितको मार्गको एउटा बन्नेछ। यसबाट तिम्रो कर्तव्यबाट पनि तिमी विमुख हुने छैनौ र तिमी सबै पापबाट सबै भारबाट तिमी मुक्त हुनेछौ भनेर भगवान श्रीकृष्णले कर्णलाई भन्नुहुन्छ। त्यसपछि कर्णका छातीमा आफ्ना दिव्य हातले भगवानले स्पर्श गर्नुहुन्छ अनि जब कर्णको त्यो छातीमा लागेको घाउलाई आफैमा लिनुहुन्छ अनि आफैमा लिएर त्यो कर्णको घाउको रगत लगाउनुहुन्छ अनि कर्णलाई आफ्नो दिव्य अङ्गालोमा बाँध्नुहुन्छ। त्यसपछि कर्ण हर्षांशुले बगाउँछन्। त्यति बेला कर्णमा रहेका सबै रिस, सबै आक्रोश, सबै विद्रोह, सबै प्रकारका दुःख उनीबाट टाढा जान्छन्, मुक्त हुन्छन्। उनको मनमा केवल आनन्द रहन्छ, उनको आँखाबाट केवल हर्षांशु बग्छ। उनी माग्छन् कि मैले जीवनभरि दान दिएको छु, आज मैले धर्मको जितको लागि मेरो बलिदान दिन्छु भन्छन् मलाई सबै कुरा मिल्यो कि म आज धन्य भए। मेरा सब पाप, मेरा श्राप, मेरा भारबाट, संसारबाट, यो बोझबाट टाढा भए। तर मलाई के रिक्तता हुने भयो भने मैले संसारले कहिले पनि मेरो सामर्थ्य दिन पाउने भएन भगवान भनेर चिन्ता बोक्छन्। तब भगवान भन्नुहुन्छ कि परेको श्राप रथ भुइँमा फस्यो, हात मन धनुषबाट ए अवसरदेखि मार्नु पर्यो तिम्रो सामर्थ्यको परमर। त्यसपछि भगवान भन्नुहुन्छ, हे कर्ण, तिमीलाई जब श्रापको प्रकोप परेको छ, जब तिम्रो रथ भुइँमा फसेको छ, तब पनि तिमीलाई हामीले धनुष बाण स्पर्श गर्न नदिएर तिमीलाई म स्वयं त्रिलोकनाथ हरिले छल गरेर मार्नु परेको छ। बताऊ कर्ण, तिम्रो योभन्दा ठुलो सामर्थ्यहरू के होला कि मैले नै तिमीलाई छल गरेर वध गर्नु परेको छ। अर्जुन जस्तो धनुधारी तिमीलाई मार्नको लागि अर्जुन जस्तो धनुधारले छल गर्नु परेको छ। म त्रिलोकनाथ हरिले छल गरेर तिमीलाई वध गर्नु परेको छ। तिमी बताऊ योभन्दा ठुलो सामर्थ्य संसारका कुन योद्धामा होला, आजसम्म कुन योद्धाले यस्तो सौभाग्य पायो होला भनेर भगवान श्रीकृष्णले भन्नुहुन्छ। अनि
कर्णले भन्छन्, हे भगवान, अब मलाई आफ्नो अन्तिम गन्तव्यमा पुर्याउनुहोस् कि म यति चाहन्छु कि अन्त्यमा संसारले मलाई सम्मानले नाम लियोस्। संसार मेरो कर्ण नाम सुन्दा साथ संसार सम्मान भावले मलाई चिनोस् भनेर कर्णले भगवानलाई भन्छन्। त्यसपछि भगवानले कर्णलाई कर्णको अन्तिम गन्तव्यमा पुर्याउनुहुन्छ। जब रथको पाङ्ग्राका शरणमा कोही जान्छन् तब उसका मुखमा मुस्कान बाहेक केही पनि रहँदैन। उनी हाँसी हाँसी मृत्युको लागि स्वीकार छ भनेर मृत्युलाई नै उनी हाँसी हाँसी स्वीकार गर्छन्। तब भगवानले अर्जुनलाई भन्नुहुन्छ, हे अर्जुन, अब तिमी अञ्जलीका अस्त्र आह्वान गर र अंगराज कर्णलाई तिमीले यो जन्मबाट मुक्त गरिदेऊ, यिनको दुखबाट यिनको भारबाट मुक्त गरिदेऊ भन्नुहुन्छ। त्यसपछि अर्जुनको हात काम्छ, उनमा एक प्रकारको अनौठो बन्धन आवाज हुन्छ, तर पनि उनी त्यो आँखाबाट आँसु खसाल्दै अर्जुनले तीर फाल्छन्। जब तीर उनको घाँटीमा लाग्छ तब पनि उनी मुस्कुराउँदै भगवानसँग नजर मिलाउँछन्। तब भगवान आफ्ना नेत्रबाट आँसु खसाल्नुहुन्छ। जब माता कुन्तीलाई यो खबर पुग्छ तब उनी कर्णलाई भेट्नका लागि खाली पाउ कुरुक्षेत्रमा दौडिँदै आउँछिन्। तब उनले हेर्छिन् यत्र तत्र सर्वत्र सबै सेना मरेका थिए। उनी कर्णलाई हेर्छिन् र कर्णलाई कतै पनि देख्दिनन् र उनी कर्णलाई खोज्दा खोज्दा थाक्छिन् र उनी लड्छिन्। तब कुन्तीको रुदन सुनेर कर्णले हात हल्लाउँछन् अनि कुन्ती आत्तिँदै पुग्छिन्, कुरुक्षेत्रमा पुग्छिन् अनि कर्णलाई आफ्नो काखमा लिन्छिन्, अङ्कमाल गर्छिन्। जब कर्णलाई कुन्ती माताले यसरी आफ्नो काखमा लिएर सुमसुम्याउँदै रोएको देखेपछि अर्जुन छक्क पर्छन् र उनले भन्छन् कि यो मेरो बडो महाशत्रुलाई मेरी माताले किन यसरी सुमसुम्याउँदैछन्, किन आज यसलाई आफ्नै छोरा जस्तै गरी सुमसुम्याउँदैछिन् भनेर प्रश्न गर्छन्। अनि पाण्डवहरू दौडिँदै आउँछन्, भन्छन्, हे माता, तपाईँ आज त्यसलाई सुमसुम्याउँदै हुनुहुन्छ जसले हामी 5 पाण्डवलाई मार्ने प्रतिज्ञा लिएको थियो, हामी 5 पाण्डवका विरुद्धमा सदैव खडा रह्यो, जसले हाम्रो सधैँ अहित चाह्यो। आज तपाईँ उसकै अगाडि उसलाई नै ऊ आज मरेको छ, सबैभन्दा हामीलाई मार्न, हामीले सबैभन्दा हराउन कठिन यो कर्णलाई थियो। आज यो कर्ण मर्दैछ, त्यही पनि तपाईँ यसको निमित्त आँसु बगाउँदै हुनुहुन्छ। माता, तपाईँले उत्सव मनाउनु पर्ने थियो। अब तपाईँका सारा 5 पुत्र जीवित छन्, फेरि पनि तपाईँ आफ्नो पुत्र वियोग जसरी किन रुनुहुन्छ भनेर पाण्डवले भन्छन्, प्रश्न गर्छन्। माता, हे, यससँग तपाईँको के सम्बन्ध छ र तपाईँ यसरी रुनुहुन्छ, हामीलाई सत्य जवाब दिनुहोस् भन्दा कुन्तीले भन्छिन्। कुन्तीले भन्न आफ्नो रहस्यलाई खोल्न लाग्दाखेरि कर्ण रुँदै भन्छन्, हे माता, तपाईँ अब यो रहस्य नखोल्नुहोस्, किनकि यो तपाईँले रहस्य खोल्नुभयो भने न अब तपाईँले केही पाउनुहुन्छ न मैले केही पाउनुहुन्छ। म अब आफूले यो संसार त्याग्न लाग्दैछु। कृपया अब म मर्ने बेला, मेरो वन्त हुने बेला तपाईँले यो रहस्य खोलेर आफूलाई कलङ्कित नगर्नुहोस्। तपाईँको मान सम्मान छ आमा भनेर भन्दा कुन्ती निकै दुखी हुन्छन् र भन्छन् कि जसले हामीलाई शत्रुता निभाएको छ माता, जसले हामीसँग प्रतिस्पर्धा गरिरहेको छ, तपाईँ त यो बेला यसको मृत्युमा कितका छोडेर हाँस्नु पर्ने, तपाईँ रुँदै हुनुहुन्छ आमा, यो कस्तो विचित्र भनेर पाण्डवहरू सोध्छन्। अनि भन्छन् कि यसले हामी 5 पाण्डवलाई मार्न सकिन, यसले फेरि तपाईँ यसमाथि आफ्नो पुत्र जस्तै
किन झुकाव देखाउँदै हुनुहुन्छ माता भन्दा कुन्तीले आफ्नो रहस्य खोल्छिन्। लुकाएर से एउटा सुन हो, जेठो छोरा यो मेरो, कुमारी अवस्था पाए सुरे अंश पारिदिए अँध्यारो। समाजको भए लागेर पापमा संलग्नमा भएर बगाए गङ्गामा पालिन राधाले माता शरीर हेर। चार पाण्डवलाई जीवन दान बलिदान दिएर अर्जुन पनि बचायो मरेर फु दाइको दर्जा लिएर। के भन्छन्, जब म कुमारी अवस्थामा थिएँ तब म अबोध थिएँ, दुर्वासाबाट श्राप पाइ दुर्वासाबाट मैले मन्त्र पाइसकेपछि मैले आफ्नो जिज्ञासावश त्यो मन्त्रलाई आह्वान गर्दा सूर्यदेव प्रकट हुनुभएको थियो र सूर्यदेव प्रकट भइसकेपछि मैले यो तेजस्वी पुत्र प्राप्त गरेको थिएँ। तर समाजको भयले, लोक लालचको डरले मैले यसलाई गङ्गाको किनारमा लगिदिएर फ्याँकिदिए। त्यसपछि राधाले यसलाई आफ्नो माता शरीर पारिन्। यसले तिमीहरूको जीवन लिने प्रण लिएको थिएन, तिमीहरूलाई बचाउने प्रण लिएको थियो। आज चार पाण्डवलाई त बचायो, आज आफैले बलिदान दिएर अर्जुनलाई पनि बचायो। एउटा दाइले जसरी आफ्नो भाइलाई बचाउँछ, यसले तिमीलाई त्यसरी बचाएको छ। जब पाण्डवहरूले थाहा पाउँछन् कि कर्ण हाम्रो दाइ रहेछ भने थाहा पाउँछन्, तब उनीहरू छाँगाबाट खसे जस्तो हुन्छन्। उनीहरूलाई निकै ग्लानि हुन्छ, उनीहरू निकै पछुताउँछन् अनि भन्छन्, हे ज्येष्ठ दाइ, हामी क्षमा चाहन्छौँ भनेर कर्णका पाउमा छुन्छन्। अनि कर्ण पनि पाण्डवलाई आफ्नो प्रेमपूर्वक अन्तिम समयमा, अन्तिम घडीमा आफ्ना भाइहरूलाई उनले सुमसिम्याउँछन्। अनि पाण्डव पनि कर्णको त्यो स्नेह देखेर उनी लालायित हुन्छन्, उनीहरू रुन्छन्। त्यसपछि पवनपुत्र भीम निकै ग्लानि भएर भन्दैछन्, हे दाइ, मैले जीवनभरि तपाईँलाई सुत पुत्र भनेर अपमान गरेँ। मैले तपाईँलाई सधैँ तपाईँको जन्ममाथि प्रश्न उठाएँ, तब तपाईँले तपाईँको त्यो तीरले मेरो जिब्रोलाई किन तपाईँले छेदन गरिदिनु भएन भनेर भीम पछुताउँछन्। हे दाइ, म क्षमा चाहन्छु, जसलाई मैले आफ्नो शिरमा सजाय राख्नु पर्ने थियो, मैले त्यसलाई चरणमा कुचल्न खोजेँ, म माफी चाहन्छु दाइ भनेर भीमले कर्णसँग माफी माग्छन्। अनि धर्मराज रुँदै भन्छन् कि तिमीले गर्दा आज 5 पाण्डव बाँचेका छौँ। तिमीले कही बेला 4 पाण्डवलाई जीवन दिन्थ्यौ, कहीँ अभिमन्युलाई जीवन दान दिन्थ्यौ। तिमीले आफू मरेर आज अर्जुनलाई बचाएका छौ। हे, तिमीले एक बार सङ्केत दिएको भए मैले यो राज्य तिमीलाई दिन्थे, तिमी त पहिलेदेखि जान्थ्यौ, फेरि हामीलाई किन यो रहस्यबाट गुप्त राख्नुभयो भनेर युधिष्ठिरले आफ्ना दुःखका भावना पोख्छन्। त्यसपछि अर्जुन आएर कर्णका पाउ छुन्छन्, भन्छन् कि यो कस्तो अपराध भयो, आज आफ्नै दाइको हत्यारा भए, आफ्नै दाइमाथि घात गरे, आफ्नो दाइको चरण कमलमा बसेर दाइको सेवा गर्नुपर्ने ठाउँमा आज आफ्नै दाइलाई आफ्नै तीरले मैले घाँटीमा हानेर यो अवस्थामा पुर्याएको छु भन्दै उनी निकै रुन्छन्। त्यसपछि कर्णले भन्छन्, हे अर्जुन, तिमी यसमा कुनै पनि विचलित नहौ कि यो तिमीले मलाई मारेका होइनौ। म त यो युद्ध भूमिमा आउनुभन्दा पहिल्यै मरिसकेको थिएँ। यो युद्ध भूमि त मेरो यो एउटा निमित्त मात्र थियो भनेर भन्छन् कि तिमीले आफ्नो दाइलाई मारेको भनेर
अपराधको बोध नगर्नु, यो मैले आफैलाई मारेको, किनकि मैले संसारमा सिद्ध गर्नु थियो म सर्वश्रेष्ठ हो, म श्रेष्ठ हो, म जातको आधारमा होइन, म कर्मले श्रेष्ठ छु भनेर सिद्ध गर्नु थियो। मेरो प्रण थियो कि आज एक कौन्ते धनुधरलाई यो रणभूमिमा मार्ने मेरो एउटा प्रण थियो। हेर आज एक कौन्ते धनुधर, एक कुन्ती पुत्र धनुधर यो रणभूमिमा मर्दैछ भनेर भन्छन्। अनि भन्छन्, हे अर्जुन, तिमीले कुनै पनि चिन्ता नलेऊ, तिमी धर्मको पालनामा अग्रसर रहेका छौ, तिमीले आफ्नो केवल कर्तव्य निभाएका हो, यसलाई तिमीले कहिले पनि ग्लानि महसुस गर्ने छैनौ। म ज्येष्ठ भएको नाताले तिमीलाई भन्छु, तिमी यो जीवनभरि कहिले पनि ग्लानि महसुस नगर्नु। यदि मेरो छोरा जन्मेछ भने तिमीले त्यो छोरालाई मेरो रूपदेखि त्यसलाई तिमीले शिक्षण दिनु भनेर भन्नुहुन्छ। त्यसपछि अर्जुनले भन्छन्, हे दाई, जुन अधिकार तपाईँलाई मिलेको छैन, जुन सम्मान तपाईँलाई मिलेको छैन, त्यो सम्मान तपाईँको पुत्रलाई दिलाउने छु, तपाईँको पुत्रलाई यो इन्द्रप्रस्थको राजा बनाउने छु भनेर अर्जुनले वचन दिन्छन्। त्यसपछि कर्णकी पालनकर्ता राधा माता अधिरथ अनि उनकी पत्नी वृषाली पनि दौडेर आउँछन्। तब जब राधा माता उनका छेउमा आउँछिन् तब उनी आँखाबाट आँसु निकाल्छिन्, कर्णका छेउमा आउँछिन्। अनि त्यसपछि कर्णले रुँदै भन्छन्, जानो संसार मलाई राधा पुत्र राधेय कर्ण भनी, कृष्ण सरी यशोदा कृप्रिय बन्ने चाहन मेरो छ नि, देवकी मेरी जन्मदायिनी कुन्ती, तिमी प्यारी यशोदा, कौन्ते पूर्वमा राधे नामले सम्झोस् जग सदा। त्यसपछि भन्छन् कि यो संसार मलाई राधाको पुत्र राधे भनेर चिनोस्। म जसरी भगवान श्रीकृष्ण यशोदाका प्रिय पुत्र भनेर चिनिनुहुन्छ, त्यसै गरी म पनि तपाईँको प्रिय पुत्र भनेर चिन्न चाहन्छु। मेरी कुन्ती माता श्रीकृष्णकी देवकी माता जस्तै हुन्। आज भगवान श्रीकृष्णकी दुईवटा माता हुन्छन् भने मेरो दुईवटा माता किन हुन सक्दैनन् भनेर भन्छन् कि मलाई कुन्ती पुत्र भन्दा पहिला राधा पुत्र राधे कर्ण भनेर संसार चिन्नेछ। म पनि दुईवटा माताको पुत्र भनेर चिनिनेछु। म कर्मले राधे कर्ण हुँ भने जन्मले कौन्ते कर्ण हुँ। म कर्मले एउटा सुत पुत्र कर्ण हुँ, म जन्मले सूर्य पुत्र कर्ण हुँ भनेर संसारले चिन्नेछ भनेर आफ्नी मातालाई सान्त्वना दिन्छन् कर्ण। त्यसपछि अनि यस्तो दृश्य देखेर जुन कर्णको सारथी थियो त्यो शल्यले कर्णको वास्तविकता थाहा पाएपछि ऊ रुन्छ, ऊ भन्छ, हे महादानी, मैले तिमीलाई सुत भनेर अपमान गरेँ, मैले तिमीलाई धोका दिए। आज तिमी यो मृत्युमा पुगेका छौ त केवल मेरो कारण पुगेका छौ। मैले तिमीलाई विजय धनुष दिएको भए आज यो अवस्था सिर्जना हुने थिएन भनेर भन्छ। त्यसपछि ऊ दुर्योधनका सम्मुख जान्छ र दुर्योधनले उसलाई देखिसकेपछि दुर्योधनले भन्छ कि हे शल्य, मेरो मित्रलाई तिमीले त्यो महाभारत युद्धमा एक्लै छोडेर किन आयो भनेर प्रश्न गर्छ। त्यसपछि पाण्डवहरू जे पनि गर्न सक्छन्, आचार्य द्रोणाचार्यलाई मार्नको लागि अश्वत्थामा मरेको भनेर अफुवा फैलाएर मारेका थिए। मेरो मित्र कर्ण कुनै छल प्रकार गर्न जान्दैन, उसलाई तिमी एक्लै छोडेर आयो भनेर भन्दा महाराज शल्यले भन्छन् कि रथी नै नभएपछि सारथीको के काम भनेर भन्दा दुर्योधनले भन्छ। अनि शल्यले भन्छन् कि मैले आजसम्म यो भारतवर्षसम्म कति योद्धा आए, कति योद्धा गए, कति योद्धा जन्मे, कति योद्धा जन्मिनेछन्, तर कर्ण जस्तो महावीर योद्धा मैले जीवनमा देखेको छैन। यो यस्तो महायोद्धा
संसारमा केही बार मात्र जन्मन्छ। म आज अर्जुनको कायरताको साक्षी छु भने महारथी कर्णको त्यो पराक्रमको साक्षी छु भनेर मद्राज दुर्योधनलाई भन्छन्। अनि दुर्योधन भन्छ, हे पाण्डव, मैले मेरा 99 भाइहरूलाई तिमीले मारेका छौ, त्यसको म सहन गर्छु। तर मेरो राधे मित्रलाई तिमीले आज छलसँग मारेका छौ, म त्यसको बदला म लिएरै छाड्छु, म त्यो सहन गर्न सक्दिनँ भनेर दुईटै कुरुक्षेत्रमा प्रवेश गर्छन्। त्यसपछि उनले मद्राजले उनलाई विजय धनुष दिन्छन्। तब कर्णले त्यो विजय धनुष हातमा लिएर गङ्गा जल छर्छन्। अनि उनले हातमा गङ्गा जललाई लिएर के भन्छन् कि उनले भन्छन्, जसले मलाई जन्मले त्यागिदियो, म ती मेरी जन्मदायिनीलाई क्षमा गर्छु। कि संसारले मेरी माता कुन्तीलाई अब कुनै पनि प्रकारको दोष नलाओस् भनेर मैले क्षमा गरिसकेको छु। संसारले कुनै पनि प्रकारले मेरो मातालाई खोट नलगाओस् भनेर भन्छन्। त्यसपछि पाण्डवलाई भन्छन्, हे पाण्डव, म ज्येष्ठ भएको नाताले तिमीलाई के अनुरोध गर्छु भने तिमीले कहिले पनि मेरी माता कुन्तीलाई अपशब्द नबोल्नु भनेर उनले भन्छन्। कि मेरी माता विवश थिइन्, त्यसैले मेरी माताले मलाई नफ्याँकेको भए म मेरी राता मातालाई पाउँदैन थिएँ। त्यसैले मेरी कुन्ती मातालाई तिमीहरू कहिले पनि अपशब्द नबोल्नु भनेर उनले पाण्डवलाई भन्छन्। अनि उनले आफ्नो जीवन सगिनी वृषालीलाई भन्छन् कि मैले तिमीलाई जीवनभरि साथ दिने वचन दिएको थिएँ, तर आज मैले निभाउन सकिनँ। कि तिमीलाई याद होला, हाम्रो भेट, पहिलो भेट रथको नजिक भएको थियो, हाम्रो अन्तिम भेट पनि रथ नजिकै हुँदैछ भनेर भन्छन्। हे प्रियारी, मलाई रोएर विदाई नगर, मेरो मृत्युमा तिमी आफ्नो आँसु नखसाल, मलाई हाँसी हाँसी विदाई गरिदेऊ भनेर भन्छन्। कि तिमी मेरो जुन सपना छ त्यो सपनालाई पुरा गरेर मसँग आउनु भनेर भन्छन्। तब उनले भन्छन् कि उनकी पत्नीले कर्णलाई भन्छन्, नश्वर देह हैन कर्ण तिमी, सोच हो जगतको, मर्दैन सोच रहन्छ सदा जीवन्त, नबट्ने रगतको। कि उनकी पत्नीले भन्छन् कि कर्ण, तिमी एउटा नश्वर, एउटा शरीर मात्र होइनौ, तिमी एउटा सोच हौ। सोच यो संसारमा कहिले पनि मर्दैन भन्छन्। त्यसपछि तिम्रो यो सोच छ नि, यो सोच सदा सर्वदा संसारमा रहनेछ। तिम्रो सोचलाई, तिम्रो शरीरलाई कसैले घायल बनाउन सक्ला, तिम्रो शरीरलाई कुनै पनि अस्त्र शस्त्रले छेदन गर्न सक्ला, तर तिम्रो सोच जुन छ त्यसलाई संसारले कुनै पनि अस्त्र शस्त्रले छेदन गर्न सक्दैन, भेदन गर्न सक्दैन भनेर भन्छन्। अब म रुन्न कि म तिम्रो सपना साकार पारेर मात्र मर्नेछु। म तिमीले जुन जात पातका आधारमा विरुद्ध तिमी लडेका छौ, म यो लडेर मात्र तिम्रो पास आउनेछु भन्छन्। त्यसपछि फेरि उनले भन्छन्, मरण हुन्छ उसको बाँच्ने गर्छ, आफ्ना लागि केवल स्मरण हुने तिम्रो संसार भरमा, तिम्रो जीवन सफल। कि भन्छन् कि मरण तिनको हुन्छ जो केवल आफ्ना लागि बाँच्छ, मर्छ त्यो मर्छ जो केवल आफ्ना लागि बाँच्छ। तिमी त आफ्ना लागि कहिले बाँचेका छैनौ, तिमी सदा सर्वदा अरूका लागि बाँचेका छौ। त्यसैले तिम्रो मरण हुने छैन, तिम्रो संसारमा स्मरण हुनेछ, सधैँभरि स्मरण हुनेछ। जबसम्म आकाशमा चन्द्र सूर्य रहन्छन् तबसम्म तिम्रो प्रकाश,
तिमी एउटा प्रकाशको रूपमा, सोचको रूपमा, एउटा सिद्धान्तको रूपमा तिमी सदा सर्वदा रहनेछौ भनेर उनकी पत्नीले भन्छन्। तिम्रो जीवन सफल भयो भनेर भन्छन्। त्यसपछि दुर्योधन आउँछ र उसले कर्णको सत्यता थाहा पाउँछ अनि ऊ रिसले बोल्न थाल्छ। उसले कर्णको बाध्यता नबुझे झै बोल्न थाल्छ। यसरी महारथी कर्णको जीवनको अन्तिम क्षणमा यसरी शत्रुलाई सुमसुम्याएको पाण्डवले देखे, माता किन यस्तो भयो भन्दै उनले उसले ममाथि छल गर्यो, उसले आफ्नो वचनलाई निभाएन भन्छ कि यो अहिले त के आरम्भदेखि ममाथि छल गर्दै थियो, ममाथि घात गर्दै थियो। किनकि यसको रगतमा पनि, यसको देहमा पनि पाण्डवको रगत थियो। मलाई साथी त मान्थ्यो। यसले सदैव यसले पाण्डवको पक्ष लिएर मेरो विरुद्ध बोल्थ्यो। उसले एउटा पाण्डवलाई पनि मारेन। उसले त्यसैले एउटा पाण्डवलाई मारेको भए यो युद्ध जुत्थे भनेर भन्छ कि जब मैले युधिष्ठिरलाई जुवाको प्रस्ताव राखेको थिएँ तब यो कर्ण गएको थियो कि युधिष्ठिरलाई सावधान गर्नको लागि यो कर्ण गएको थियो। त्यो मेरो मित्र भएर यो युधिष्ठिरलाई त्यो सचेत गराउनको लागि भनेको थियो। जब द्रौपदीको स्वयंवर भएको थियो तब कोही बोलेका थिएनन्, तब यो बोलेको थियो मेरो भित्र, मेरो विरुद्ध यो बोल्ने दुस्साहस गरेको थियो। जब पाण्डवहरू वनवासमा गुप्तवास बसिरहेका थिए तब यसले सहयोग गरेको थियो। अनि जब अभिमन्युको हत्या भएको थियो तब ममाथि यसले क्रोध देखाएको थियो। किनकि यसको शरीरमा बल्ल थाहा भए कि यसको शरीरमा पाण्डवको रगत रहेछ। यसको शरीर मेरो पक्षमा थियो तर मेरो यसको मन सधैँ पाण्डव पक्षमा थियो। मलाई मेरो मामा श्रीले सम्झाउँथे कि कर्णलाई भरोसा नगर भनेर सम्झाउँथे तर मैले मानिन। आज मैले यो पाएँ। जब भीष्म मरेर गए, द्रोणाचार्य मरेर गए, मैले मन दुखाइन। यानकि मेरा 49 भाइ मरेर गए, मेरो दायाँ हात दुशासन मरेर गयो तब पनि मैले किन तन सुकाइन? किनकि मलाई विश्वास थियो जबसम्म मेरो साथ मेरो मित्र कर्ण छ तबसम्म म हार्न सक्दिनँ भनेर मलाई थाहा थियो कि आज मेरो मित्र कर्ण मलाई टुक्रो बनाएर जाँदैछ भनेर रुन थाल्छ। कि मलाई के विश्वास थियो भने जबसम्म कर्ण मेरो मसँग छ तबसम्म मैले हार्न सक्दिनँ भनेर मलाई विश्वास थियो। यदि यो कर्ण भएपछि मैले यी पाण्डवलाई के मैले त्रिलोकलाई जित्न सक्छु भन्ने ममा विश्वास गयो। अनि हृदय भन्छ कि सबै मलाई छोडेर गए, मेरा आफन्त छोडेर गए। हे मित्र, तिमी पनि मलाई छोडेर जाँदैछौ, मलाई अनाथ बनाएर जाँदैछौ, मलाई टुहुरो बनाएर जाँदैछौ भनेर रुन थाल्छ। अनि भन्छ कि हामीले जीवनभरि मित्रता निभाउने वचन दिएका थियौँ, अहिले तिमी हुँदैछौ। मैले तिमीलाई मैले वचन मागेको थिएँ कि कौन्ते धनुधलाई मार भनेर, म त्यो वचन फिर्ता लिन्छु। तिमीले अब कुनै कौन्ते धनुधलाई मार्नु पर्दैन। तिमी मेरो भन्छन् म तिमीसँग भिख माग्छु, तिमी मेरो मित्रलाई नखोसिदेऊ भनेर रुन थाल्छ। त्यसपछि नहकुल र सहदेव रोएर बसिरहेका थिए। त्यसपछि ऊ त्यही नजिकमा जान्छ र भन्छ कि तिमीहरू संसारका सर्वश्रेष्ठ वैद्य छौ, तिमीहरूले मेरो मित्रलाई सन्चो गराइदिनु पर्यो भनेर दुईजनाका अगाडि आफ्नो बिन्ती पुग्न थाल्छ। अनि उसले भन्छ कि तिमीहरू जे माग्छौ म त्यो दिन तयार छु। कृपया यो तिम्रो ज्येष्ठ दाइ हो, तिमीहरूको पनि ज्येष्ठ दाइ हो, त्यसैले कर्णलाई बचाऊ भनेर बिन्ती गर्छ। फेरि नहकुल र सहदेव केही बोल्न सक्दैनन्, केवल आँसुका धारा मात्र बगाउँछन्। त्यसपछि भीमका अगाडि गएर
दुर्योधन भन्छ कि भीम, तिमीले 100 कौरवको मार्ने प्रतिज्ञा लिएका छौ नि, तिमी मलाई मार तर मेरो मित्र कर्णलाई बचाइदेऊ भनेर भन्न थाल्छ। फेरि भीमले केही बोल्न सक्दैनन्। त्यसपछि सत्यवादी धर्मराजका अगाडि जान्छ र भन्छ कि आज समाजले सधैँ यसलाई घृणा गरेको छ। युधिष्ठिर, तिमी आफ्नो प्रेमले यिनलाई बचाइदेऊ। यदि तिमी चाहन्छौ भने मेरो हस्तिनापुर पनि ल्याऊ, मेरो इन्द्रप्रस्थ पनि ल्याऊ, तर मेरो मित्र कर्णलाई बचाइदेऊ। म तिमीले भन्छौ भने म आत्मसमर्पण गर्न पनि तयार छु, तर मेरो मित्रलाई केही पनि नहुनु पर्यो, मेरो मित्रलाई बचाइदेऊ युधिष्ठिर भन्दा युधिष्ठिरले केही भन्दैनन्। त्यसपछि उनी अर्जुनका अगाडि जान्छन् र भन्छन्, हे अर्जुन, तिमी संसारको सर्वश्रेष्ठ धनुधर भन्थ्यौ नि, म तिमीलाई संसारको सर्वश्रेष्ठ धनुधर भन्छु, तर तिमीले मेरो मित्रलाई बचाइदेऊ भनेर भन्छन्। त्यसपछि दुर्योधन फेरि रुँदै पाञ्चालीका अघि जान्छ र उसको पाउमा पर्छ। हे पाञ्चाली, म यहीँ मर्छु, मेरो रगतले तिम्रो केस धो, तर मेरो मित्रलाई बचाउनका लागि पाण्डवलाई भन। तिमी जे भन्छौ त्यो पाण्डवले मान्छन्। म कर्ण बिना आत्माको शरीर जस्तै हुन्छु, म कर्ण बिना टुहुरो हुन्छु भनेर रुन थाल्छ। त्यसपछि ऊ भगवान कृष्णका चरणमा ढोगर्छ र भन्छ कि आज मेरो मित्र यत्रो ठुलो पीडामा छ, कृपया मलाई बचाइदेऊ। मैले सदैव कृष्णलाई छलिया भने, तर आज म तिमीलाई भगवान भनेर स्वीकार गर्छु, तर मेरो मित्रलाई बचाइदिनु पर्यो भनेर भगवान श्रीकृष्णसँग ऊ प्रार्थना गर्छ। त्यसपछि त्यहाँ सबैका आँखाबाट आँसु बग्छन्, सबै केही बोल्न सक्दैनन्। अनि यस्तो कुरा सुनेर सबैका आँखाबाट आँसु बग्छन्, सबैको मुखमा केवल दुःखको भाव थियो, केवल आँखाको नयनबाट आँसु खस्दै थिए। तब कर्णले पीडायुक्त स्वरले भगवानलाई भन्छन्, देख्नुभयो भगवान, मेरो चयन उचित थियो, मेरो चयन बिल्कुल उचित थियो। मैले जसलाई साथ दिएको थियो त्यसले आज मित्रताको भावना देखायो भनेर कर्णले भन्छन्। त्यसपछि भगवान परशुराम भेट गर्नको लागि आउनुहुन्छ र सबैले प्रणाम गर्छन्। त्यसपछि भगवानले सबैलाई आशीर्वाद दिनुहुन्छ अनि भन्नुहुन्छ कि आज यो परशुराम गर्वित छ, म यस्तो दानवीर, म चिरञ्जीवी भएँ, चिरञ्जीवी छु। आज तिमी मृत्युञ्जय बनेका छौ। आज तिम्रो प्रत्येक प्रहारमा मेरो शिक्षा झल्किन्थ्यो, म स्वरूप हात हो भनेर भगवान परशुराम विदाई हुनुहुन्छ। त्यसपछि भगवान सूर्यदेव प्रकट हुनुहुन्छ अनि भन्नुहुन्छ, एउटा पितालाई तब खुसी लाग्छ जब उसको पुत्रको कृति पिताको कृति भन्दा माथि जान्छ, तब एउटा पिताको सबैभन्दा ठुलो जित हुन्छ। आकाशमा जबसम्म म सूर्यदेव भएर विराजमान रहन्छु, तबसम्म तिम्रो दानवीरको गाथा संसारमा मेरो प्रकाश झै संसारको कुना कुनामा गुन्जिनेछ। तिमी मेरो प्रकाश भनेर धारामा रहनेछौ र तिम्रो महिमा, तिम्रो दानवीरता देखेर संसार नतमस्तक हुनेछ। अनि भन्छन् कि म आज धन्य छु कि तिमी मेरो अंश हौ, म लाखौं लाख धन्य भएको छु जुन तिमीले मेरो अंश भएर जन्म लियौ। म सूर्य पुत्र भनेर तिमी संसारमा चिनिएका छौ, जुन मलाई मान दिएका छौ। म पिता भएर पनि तिमी यो अधिकारी भइसक्यौ कि एउटा पिताले पुत्रलाई नमस्कार प्रणाम गर्नुपर्ने बेला आएको छ भनेर सूर्यदेवले कर्णलाई नमस्कार गरेर विदा हुन्छन्। तब पिताले पनि कर्णलाई झुकेर विदा हुन्छन्। तब सबका आँखाबाट आँसु झर्छन्। पाण्डव कौरव सबै त्यहाँ नरुने कोही थिएन। सबैको मनमा एक दुःखको बादल छाएको थियो।
दुर्योधनले विलाप गर्यो, अनाथ भए म। त्यसपछि कर्णले सबैलाई, सारा संसारलाई आफ्नो अन्तिम सन्देश दिन्छन्। यो कर्णको त्यो आवाज थियो जब कर्णका मुखमा केवल मुस्कुराहट थियो, उनमा दुःखको भाव सब हराएको थियो। उनी परमानन्दको रूपमा थिए र उनले आफ्नो जीवनलाई, जब कुनै मनुष्य अन्तिम क्षणमा हुन्छ तब ऊ कसैका अगाडि रिस राग राख्दैन, कसैलाई कुनै पनि प्रकारको दोष दिँदैन, कसैलाई कुनै पनि राम्रो चिताउँदैन। र अन्त्यमा कर्णले पनि यस्तै गर्छन्, उनी कसैलाई पनि राम्रो चिताउँदैनन् र उनले एउटा सन्देश दिन्छन् जुन यस्तो छ। उनले आफ्नो जीवनलाई यसरी भन्छन्, यो भाग्यलाई नमन, विधातालाई सम्मना, फेरि यो आज दृष्टि नै सोच्दै जुन अपमना। यो भाग्यलाई नमन, विधातालाई सम्मना, फेरि यो आज दृष्टि नै सोच्दै जुन अपमना। बगाइन् मलाई गङ्गामा, स्नेह रहेछ माताको, विधिको इच्छा पुरा भयो, पुत्र भएर राधाको। बगाइन् मलाई गङ्गामा, स्नेह रहेछ माताको, विधिको इच्छा पुरा भयो, पुत्र बनेर राधाको। तिरस्कार त्यो समाजको, नमस्कार बन्यो गाथामा, कटाक्ष बोली तोड्नको, मिठास बन्यो साँझमा। तिरस्कार त्यो समाजको, बन्यो नमस्कार गाथामा, कटाक्ष बोली तोड्नको, मिठास बन्यो साँझमा। परशुरामको श्राप वरदान साबित भएर, अमरत्व पाए आजमा, मृत्युञ्जयमा गएर। परशुरामको श्राप वरदान साबित भएर, अमरत्व पाए आजमा, मृत्युञ्जयमा गएर। कुन्ती माको मौनभित्र बोल्थ्यो मेरो पहिचान, पाञ्चालीको शब्दमा खुल्थ्यो मेरो सम्मान। कुन्ती माको मनभित्र बोल्थ्यो मेरो पहिचान, पाञ्चालीको शब्दमा खुल्थ्यो मेरो सम्मान। विजय ऋषिको श्राप मार्ग बन्यो लक्ष्यको, धरती माताको क्रोधमा मार्ग खुल्यो सत्यको। विजय ऋषिको श्राप मार्ग बन्यो लक्ष्यको, धरती माताको क्रोधमा मार्ग खुल्यो सत्यको। श्री कृष्णको त्यो छल पनि प्रेम थियो मै माथि, कालरूपी तिर अर्जुनको
अमृत झै भो साथी। श्री कृष्णको त्यो छल पनि प्रेम थियो मै माथि। कालरूपीतिर अर्जुनको अमृत झै भो साथी। सूर्यको प्रकाश मर्दैन अस्ताए पनि साँझमा। बिहान आउँछु फर्केर उदाउँछु महासन। सूर्यको प्रकाश मर्दैन अस्ताए पनि साँझमा। बिहान आउँछु फर्केर उदाउँछु महासन। रोएर बिदा नगर गएको छैन छोडेर। हाँसेर पठाऊ दिव्यलो बन्धुत्व भाव गाडेर। रोएर बिदा नगर गएको छैन छाडेर। हाँसेर पठाऊ दिव्यलो बन्धुत्व भाव गाडेर। दुर्लभ आँसु नफाल मुसुक्क मुस्कुराइदेऊ। चाहन्न दिन पीडामा रुदन सब गाइदेऊ। दुर्लभ आँसु नफाल मुसुक्क मुस्कुराइदेऊ। चाहन्न दिन पीडामा रुदन सबै भगाइदेऊ। अमूल्य अणसु व्यर्थमा नफाल धरती सस्तो छ। जीवन्त बन्छ जगमा कर्मको कृति कस्तो छ। अमूल्य अणसु व्यर्थमा नफाल धरती सस्तो छ। जीवन्त बन्छ जगमा कर्मको कृति कस्तो छ। वरदानले म आएको श्रापैले म जाँदैछु। नरो मेरा आफ्ना अमृत मैले खाँदैछु। वरदानले म आएको श्रापैले म जाँदैछु। नरो मेरा आफ्ना अमृत मैले खाँदैछु। मोक्षको द्वार खुल्ला छ हरायो पीडा छाडमै। अलविदा भन्छ सबमा राधे सुत कर्णमै। मोक्षको द्वार खुल्ला छ हरायो पीडा छाडमै। अलविदा भन्छ सबमा राधे सुत कर्णमै। मोक्षको द्वार खुल्ला छ हरायो पीडा छाडमै। अलविदा भन्छ सबमा राधे सुत कर्णमै। अलविदा भन्छ सबमा राधे सुत कर्णमै। त्यसपछि अंग्रेजवासीले अंग्राजगढ युद्धभूमिमा अन्तिम क्षणको श्वास गन्ती गरेको
थाहा पाइसकेपछि अङ्देशवासी आउँछन् र उनीहरू कर्णका अगाडि आफ्नो पीडा पोख्छन्। भन्छन्, पाएर थाहा अङ्देशवासी पुगेर भूमिमा, हे पालनकर्ता नजाऊ तिमी छोडेर दुनिया। जसले हाम्रो राज्यलाई स्वर्ग राज्य बनायो, हेर म किन लाग्दैछौ आज घाम हाम्रो हरायो। जात र पात भेद र भाव हट्यो नि शासनमा, प्रजामा दान दिलाउन सदा पुगेर आसनमा। त्यसपछि कर्णले भन्छन्, नमान पीर युद्धका वीर मर्दैनन् कहिले। कर्णले बोले, आउने सुन फर्केर छिटै। प्रत्येक प्रजा दानमा मग्न भएर रमाउनु, रहनु सधैँ सेवाको भाव हृदय समाउनु। विद्रोह गर्नु अन्यायमाथि समता खोजेर, पाउनेछौ मलाई सदा तिमी मित्रता रोजेर। कर्तव्य ठुलो मान्छेको मान दिलाउँछु जगतमा, बनेर आउँछु साहस भनी योद्धाको रगतमा। कर्णको कुरा सुनेर बोले मनका भावना, हे राजा तिम्रो सदैव जय गर्दछौ कामना। दिलाए मान पिलाए हक शिर उच्च गराए, छोडेर जान लागेका आज एकल बनाए। गौरव हाम्रो राजन जस्ता इतिहास मिल्दछ, महाराज कर्ण महान शासक इतिहास गन्दछ। हरायो हाँसो विश्वास गयो उज्यालो आभास, अंग्राज अमर रहुन सदा योद्धामा छौ खास। मरे नि वीर भौतिक रूप कथामा बाजिन्छ, कर्णका गाथा कर्णाई अब सदैव चम्किन्छ। राजमहल खाली भयो नि अब निभ्यो नि दीपक, जनताको मुटु फुटेर गयो भित्रियो झन्सोक। बिस्तारै बन्द कर्णका आँखा परेली जोडेर, कर्णको आत्मा प्रकट भयो शरीर छोडेर। बिस्तारै बन्द कर्णका आँखा परेली जोडेर, कर्णको आत्मा प्रकट भयो शरीर छोडेर। रसाए आँखा सबका जहाँ नरुनेको होला, रोएर सब भएर गयो आँसुको झैखोला। रसाए आँखा सबका जहाँ नरुनेको होला, रोएर सब जब एकचोटि म र कर्ण बीचमा युद्ध भएको थियो तब मैले सारा योद्धालाई हराएँ। तर सारा योद्धाका जब सब योद्धा मसँग रिसाउँथे तब तिनीहरूको शक्ति ममा आउँथ्यो, तब तिनीहरू कमजोर बन्थे, तब मैले जितेँ। जब अंगराज कर्ण मेरो अगाडि प्रकट भए तब मैले पनि उनलाई त्यसै नाना तरी भनेर उनलाई अपमान गरेँ।
मैले उनलाई रिस उठाउन खोजेँ, उनको शक्ति लिन खोजेँ, तर उनमा के रहेछ भन्दाखेरि जब शत्रुले उनलाई रिस उठाउँथ्यो तब उनको शक्ति, उनको रिस, उनको झन् शक्ति बन्धु रहेछ। त्यसैले अब मलाई पराजित गर्ने कोही छैन, आज हामी मिलेर 18औं युद्ध लड्न जाउँ भनेर आश्वासन दिएर जान्छ। अनि अर्जुन निकै दुखित थिए। उनी आफ्नो दाइ कर्णको बारेमा सोच्दै थिए। जब उनले कर्णले ब्रह्मास्त्र बोलेको सम्झे तब उनी रुँदै भने, हे भगवान, बरु त्यो युद्धमा मैले आफ्नो विद्या भुल्नु पर्थ्यो भनेर उनी निकै दुखित भए। आज यो दाइको पापको भारी मैले बोक्नु परेको छ, बरु श्राप मेरो दाइले पाउनुभन्दा मैले पाउनु पर्थ्यो भनेर अर्जुन निकै विलाप गर्न थाल्छन्। त्यसपछि उनले भन्छन् कि हे सखा, मैले युद्धले शान्ति कहिले मिल्दो रहेनछ। मैले युद्धमा सबै आफ्ना गुमाएँ, मैले मेरा पितामालाई गुमाएँ, मैले मेरा आचार्यलाई गुमाएँ, मैले मेरो छोरा अभिमन्युलाई गुमाएँ, मैले मेरो दाइ अंगराज कर्णलाई गुमाएँ भनेर विलाप गर्न थाल्छन्। अनि भगवान भन्नुहुन्छ कि तिनीहरूको मरण भएको छैन, तिनीहरूको सदा सर्वदा स्मरण रहनेछ भनेर भगवानले भन्नुहुन्छ कि तिनीहरूको नाम यो महाभारतमा स्वर्णिम अक्षरले लेखिनेछ, तिनीहरूको गाथा सदा सदा अमर बनेर लेखिनेछ भनेर भगवानले अर्जुनलाई सहानुभूति दिनुहुन्छ। अनि कौरव सेनासँग लड्नका लागि अगाडि बढाउनुहुन्छ। त्यो दिन महाराज मद्रास शल्यले कर्णको पोसाक लगाएर युद्धमा लड्न थाले। उनका अघि जुन शत्रु आउँथे उनी उनलाई अनेक थरी अपमान गर्थे अनि शत्रु रिसाउँथे अनि शत्रुको क्रोध उनमा आउँथ्यो। उनका अघि एकदमै क्रोधित भीम आए र उनले भीमलाई पनि नाना तरिका भन्न थाले। अनि भीम रिसाउँदै गए। जति भीम रिसाउँदै थिए भीमको शक्ति उनमा जाँदै थियो। अनि अर्जुनले भन्छन्, हे माधव, आज जसले भीमले कौरवलाई यति सहजै पराजित गर्यो, आज मैले किन यो शल्यमा अंगराज कर्णको छवि देख्दैछु भनेर भन्दा भगवान श्रीकृष्णले भन्नुहुन्छ कि पूजाको दियो निप्नु पूर्वरकोमा बलाएर छोड्दछ, फर्किन्छ फेरि दन्किन्छ उही रूपमा अन्धकार मर्दछ। कि तिमीले यो बुझ कि कर्ण एउटा दियो समान थिए जुन निप्नु पूर्व अर्को दियोलाई जलाउँछन् र त्यही रूपमा फेरि उनी प्रकट हुन्छन् भनेर भगवानले भन्नुहुन्छ कि कर्ण एक दीपक समान थिए। उनले आफ्नो दीपकको ज्योति मद्रास शैल्यमा खनाए र उनी फेरि त्यही रूपमा अगाडि प्रकट भएका छन् भन्छन्। त्यसपछि अर्जुनले भन्छन्, यिनलाई मार्ने केही त उपाय होला। हेर्नुहोस् माधव, हाम्रा सेनाहरू मरेर गइसके, हजुरले केही बचाउनु पर्यो भन्दा भगवानले भन्नुहुन्छ कि विषको तोड विष हुँदैन सधैँ, अमृत चाहिन्छ कहीँ, रिसको काट रिस हुँदैन सधैँ, शान्ति जो चाहिन्छ। भगवानले भन्नुहुन्छ ती विषको तोड सधैँ विष हुँदैन अर्जुन, अमृत चाहिन्छ, रिसको तोड रिस हुँदैन, शान्ति चाहिन्छ भनेर भगवानले भन्नुहुन्छ कि तिमीले शान्त वीर धर्मराज युधिष्ठिरलाई बोलाऊ, किनकि उनी रिसाउँदैनन्, उनी शान्त सौम्य छन्, उनी शत्रुले उक्सायो भन्दैमा उनी रिसाउने वाला छैनन्, त्यसैले आफ्नो दाइलाई बोलाऊ भनेर भन्छन्। त्यसपछि युधिष्ठिर र शल्य बीचमा घनघोर युद्ध हुन्छ। युधिष्ठिर शान्त सौम्य भएर युद्ध गर्छन् र उनले शल्यलाई मार्छन् र शल्यको वीरगति प्राप्त हुन्छ। त्यसपछि शकुनी सहदेवका अगाडि आउँछ र चुनौती दिन्छ अनि सहदेवले त्यो अवसरमा शकुनीलाई
वध गर्नुहुन्छ अनि शकुनीलाई हतियारले छातीभित्र गाउनुहुन्छ अनि अन्तिम समयमा शकुनीले भान्जालाई दुर्योधनलाई बोलाउँछ अनि भन्छ कि हे दुर्योधन, तिमी नदीमा जाऊ र नदीमा गएर शक्तिलाई सञ्चय गर भनेर आफ्नो भान्जालाई अन्तिम समयसम्म भन्छ। त्यसपछि शकुनी पनि मर्छ अनि दुर्योधन नदीमा गएर समाधि गर्न पर्छ अनि पाण्डवहरू दुर्योधनलाई खोज्नका लागि जान्छन्, दिन आउँछन्। त्यसपछि भीमले दुर्योधनलाई उक्साउँदै यसरी भन्छन्, हे कायर कहाँ लुकेर बसेको तलाउ भित्र गई, बोलाउँदैछ पाण्डु पुत्र भीम तेरो योद्धाको चरित्र खै। कि भीमले दुर्योधनलाई उक्साउँदै भन्छन्, हे कायर, त कहाँ नदीभित्र गएर लुकेको छस्? यदि त साँच्चै नै योद्धा होस् भने नदीबाट बाहिर प्रकट होस्। त योद्धा भन्छस्, म भन्दा शक्तिशाली छु भन्छस्, फेरि नदीभित्र गएर किन लुक्दैछस्? आइजा भनेर भीमले उक्साउँछन्। त्यसपछि भीमको चेतावनी सुनेर दुर्योधन गर्जिँदै आउँछ। दुर्योधन थियो अभिमानको पर्याय नै थियो। ऊ आउँछ र चेतावनी दिन्छ कि भन्छ, हे 5 पाण्डव हो, तिमीहरू एक साथ आऊ, म तिमीहरूसँग लड्छु भन्छ। त्यसपछि पाण्डवहरू भन्छन् कि अधर्मी छैनौ कौरव जस्ता एकल योद्धासँग लड्ने, छान एक पाण्डव जुन दिन्छौ मौकाले यो फाड्ने। कि हामी कौरव जस्तो अधर्मी छैनौ कि एक योद्धासँग 6 योद्धा लड्ने, एक योद्धासँग 6-7 योद्धा लडेर त्यसलाई निर्ममतापूर्वक हत्या गर्ने कौरव जस्ता हामी अधर्म छैनौ। हामी तिमीलाई अवसर दिन्छौ कि 5 पाण्डव भन्दा 5 पाण्डव मध्ये तिमीले एकलाई चयन गर। तिमीले यदि एउटालाई मात्र जित्यो भने यो तिमीले यो महाभारत युद्ध जित्नेछौ भनेर धर्मराज युधिष्ठिरले भन्छन्। अनि उसले पनि आफ्नो स्वाभिमानलाई ख्याल गर्दै भन्यो कि म मर्छु त केवल भीमको हातबाट मर्छु। अब मैले सबै गुमाइसके, म कसका लागि लडु? अब म लड्छु त केवल अन्तिम समयमा भीमसँग लड्छु। मैले अरूलाई मार्दैमा म वीर ठानिन्न, म भीमसँग लड्छु भन्दै भीमलाई आज संसारमा सिद्ध हुनेछ कि यो भीम शक्तिशाली छ कि यो दुर्योधन शक्तिशाली छ। आज हामी गदा युद्ध सुरु गरौँ भनेर दुईजना बीचमा गदा युद्ध सुरु हुन्छ। त्यो दिन दुर्योधनको शरीर फलाम जस्तो थियो, किनकि गान्धारीले आफ्नो पुत्रलाई महादेवबाट वरदान पाएर पहिलोचोटि सधैँ तपशक्तिले आफ्नो आँखालाई बन्द गरेकी थिइन्। त्यो आँखाको ज्योति पहिलो पटक आफ्नो छोरालाई हेरेर गरेकी थिइन्। उनको जङ्गा बाहेक सबै शरीर इन्द्रको वज्र जस्तै शक्तिशाली कठोर भएको थियो। त्यसैले भीमले जति हान्छन् त्यति केही पनि प्रभाव परेन। अनि केही पनि सिप नलागेपछि भीमले भगवान श्रीकृष्णलाई हेर्छन् र इसारा बुझ्छन्। भगवानले जङ्गामा हान्ने इसारा गर्नुहुन्छ। त्यसपछि त्यो नरममा जङ्गामा हान्छन्। त्यसपछि दुर्योधन घायल बन्छ अनि ऊ हेर्छ अनि घायल भएर पीडामा जान्छ अनि कराउन जान्छ कि हे भीम, तैँले मलाई छल गरेर मारेको छस्, तैँले मलाई सिधा मार्न सकिनस् भनेर भन्छ। त्यसपछि साँझ हुन्छ, अश्वत्थामा आउँछ कि भन्छ, हे मित्र, मैले पाण्डवहरूको शिर काटेर तिम्रो अघि ल्याउनेछु भनेर म वचन दिन्छु कि पाण्डवको म वंश सिद्ध्याउँछु भनेर जान्छ। रात्रि थियो। रात्रिमा पाण्डवहरू सुतेका थिए। त्यो दिन के थियो भने पाण्डव सुत्ने ठाउँमा पाण्डवका 5 पुत्र जुन द्रौपदीबाट प्राप्त भएका थिए, ती 5 पाण्डव सुत्ने ठाउँमा सुतेका थिए। अश्वत्थामा जान्छ र ती 5 पाण्डव जस्तै ठानेर तिनका पुत्रलाई उनको शिर छदन गर्छ र अगाडि दृष्टद्युम्न आउँछन्, द्रौपदीका दाइ उसलाई पनि मार्छ। अनि
दुर्योधन भएको ठाउँमा जान्छ। जब आफ्ना पुत्रका शिर काटिएको देख्दा द्रौपदी निकै पिरमा जान्छन्, उनी कराउँछिन् अनि यसो रगत देख्छिन् अनि पाण्डवहरू आउँछन् र क्रोधित भएर आउँछन्। अश्वत्थामालाई अब रहन्न भनेर आउँछन्। अश्वत्थामाले ब्रह्मास्त्र प्रहार गर्छ अनि त्यो ब्रह्मास्त्र के हुन्छ भन्दाखेरि पुत्रको कोखमा जान लाग्दा भगवान आफ्नो मायाले बचाउनुहुन्छ अनि उनको गर्भमा रहेको परीक्षित पनि बस्छन् र यसरी दुर्योधन पनि मर्छ। त्यसपछि भगवानले अश्वत्थामालाई श्राप दिनुहुन्छ कि त जन्मसम्म भट्किनेछस् भनेर श्राप दिनुहुन्छ कि तैँले यस्तो कार्य गरेको छस् जुन कार्य संसारमा कुनै पनि राक्षसले कुनै पनि असुरले गरेको थिएन। त मृत्युलाई पल पल पुकार्नेछस् तर मृत्यु कहिले आउने छैन भनेर भगवानले श्राप दिनुहुन्छ। त्यसपछि धर्मराज आफ्नो राज्य गर्नका लागि जान्छन् र उनले सर्वप्रथम उनी के सोच्छन् भने उनी यो सिंहासनको अधिकारी मेरो ज्येष्ठ दाइ कर्ण थिए। त्यसैले कर्णले जुन सोच उनमा थियो म त्यो सोचको आधारमा अब राज्य गर्छु। म मेरो ज्येष्ठ दाइको नाममा सदैव दान गर्छु। म जात पातको यो बन्धनलाई हटाउँछु, सम्मान ल्याउँछु। म यो जातको आधारमा जुन वर्ण व्यवसाय थियो म अब कर्मका आधारमा गर्छु भनेर उनले भन्छन्। त्यसपछि अभिमन्युकी पत्नी उत्तराको कोखबाट परीक्षितको जन्म हुन्छ अनि त्यसपछि केही समयपछि कर्णपुत्र वृषकेतुको जन्म हुन्छ। वृषालीले जन्म दिन्छन्। त्यसपछि अर्जुनले आफ्नो वचन अनुसार कर्णपुत्र विषेण र परीक्षितलाई सामर्थ्यवान बनाउँछन् अनि उनीहरूले साथी बनेर बस्छन् अनि उनीहरूका माताले कर्ण र अभिमन्युको वीरताको बारेमा उनलाई सुनाउँछन्। तब एक्कासी सूचना आयो कि आश्रम जल्यो भनेर सूचना आयो। माता कुन्ती, गान्धारी, विदुर, धृतराष्ट्र सबै सन्यासी भएर वनमा बसेका थिए। त्यो वनमा आगो लागेर उनीहरू यो धरती छोडे भन्ने खबर थाहा पाए। फेरि अर्को समाचार आयो कि भगवान श्रीकृष्णले यो धरती छोड्नुभयो भनेर समाचार आइसकेपछि पाण्डवहरूले पनि यो राज्य अब हामीले छोड्नु पर्छ भनेर उनीहरू अब प्रस्थान गर्छु भनेर परीक्षितलाई हस्तिनापुरको जिम्मा लगाइदिए। कर्णपुत्र वृषकेतुलाई अंगदेश र इन्द्रप्रस्थको राजा बनाइदिए अनि अंगदेशमा वृषाली र वृषकेतु पुगे अनि सबै स्वागत गरे। सबैले कर्ण जस्तो बालक रूप देखेर सबैले कर्णलाई सम्झे कि भन्छन् ताका प्रजाहरू अंगराज कर्णले फर्केर आउँछु भन्थे, साँच्चै नै हाम्रो अघि फर्केर आयो भनेर भन्छन् अनि भन्छन् कि मानव एउटै हुँ भनेर भन्छन्। अनि त्यो राज्यमा उनले शासन गर्न थाल्छन् र हस्तिनापुरमा परीक्षितले आफ्नो शासनकाल गर्न थाल्छन्। त्यसपछि पाण्डवहरू पाञ्चाली सहित स्वर्गारोहण गर्छन् अनि जब उनीहरू एउटा पर्वतमा पुग्छन्, बाटोमा महाप्रस्थान गर्नको लागि पुग्दै थिए तब एउटा कुकुर उनीहरूसँगै आउँछ, पिछा गर्छ। उनीहरू हिमालय पर्वतमा पुग्छन्। हिमालय पर्वतमा पुग्दाखेरि उनीहरूले भगवान सदाशिवको दर्शन पाउँछन् र त्यो ठाउँमा उनीहरू भक्ति भावले पूजा गर्छन् र उनीहरूले घोषणा गर्छन् कि यहाँ महादेव स्वयं प्रकट भएर हामीलाई दर्शन दिनुभएको छ। यो कालान्तरमा केदारनाथ भनेर चिनिनेछ। यसमा जसले भक्ति पावन भावले भगवान सदाशिवको पूजा गर्छ उसले स्वर्गको द्वार पाउनेछ भनेर पाण्डवहरूले भन्छन्। त्यसपछि जाँदै भिरबाट जाँदै सर्वप्रथम नहकुल खस्छन्, त्यसपछि सहदेव खस्छन्, अर्जुन खस्छन्, द्रौपदी पनि खस्छिन्। बाटोमा सबै खस्दाखेरि भीम पनि खस्छन् अनि भीमले आफ्नो दाइ युधिष्ठिरलाई प्रश्न गर्छन् कि जसले जीवनभरि धर्म गरे, जसले धर्मको युद्धमा लडे, आज किन यिनीहरू लड्दैछन् भनेर प्रश्न गर्छन्। अब त म पनि लड्न लागे, मलाई पनि भनेर किन यस्तो हामीमा भयो दाइ भनेर प्रश्न गर्छन्। तब युधिष्ठिरले भन्छन् कि
यो जीवनमा कर्मको फल सबैलाई मिल्छ। कौरव यो रणभूमिमा जो मरेका थिए ती सबै कर्मको फल थियो कि पाण्डवहरू धर्मको पक्षमा थियौँ, त्यसैले हाम्रो कर्मको फल त्यो भूमिमा निर्धारण थिएन। हाम्रो कर्मको फल अब सुरु हुँदैछ भनेर भन्छन् कि सहदेवमा सुन्दरताको अहम थियो। उनी के सोच्थे भने मभन्दा सुन्दर संसारमा अरू कोही पनि छैन भनेर त्यो अहमता उनमा थियो। अनि त्यसको कारणले गर्दाखेरि उनमा अहमता बढ्यो, त्यसले उनलाई पतनको मार्गमा पुर्यायो। अनि कि पाञ्चालीले सबैभन्दा बढी अर्जुनलाई माया गर्थिन्। उनी 5 पाण्डवकी पत्नी थिइन्, तर उनको लगाव अर्जुनमा विशेष थियो। उनले सबै पाण्डवलाई समान रूपले प्रेम दिन सकेनन्, त्यसको फल यो हो भनेर भन्छन्। त्यसपछि नहकुलमा मभन्दा ज्ञानी कोही छैन भन्ने घमण्ड थियो, त्यो घमण्डको यो परिणाम हो भन्छन्। त्यसपछि जुन अर्जुनले महाभारत जित्यो, त्यो युद्ध जितिसकेपछि अर्जुनले महाभारत जितेको श्रेय आफूले लियो कि त्यो युद्ध भगवान श्रीकृष्णको सहायताले जितेको थियो, जसको विजयको श्रेय स्वयं आफूले लियो। त्यो घमण्ड थियो, त्यसको यो परिणाम हो। अनि म तिम्रो पनि भन्छु भीम, तिम्रो के घमण्ड थियो भने तिम्रो म जस्तो बलशाली कोही छैन भनेर तिम्रो घमण्ड थियो, तिमी बलको घमण्डी थियो, त्यस कारणले गर्दाखेरि तिम्रो हालत हुँदैछ। अनि भीमले हुँदै भन्छन् हे दाइ मलाई बचाउनुहोस् भन्दा युधिष्ठिरले भन्छन् हे भीम तिमी आफूलाई बचाउन आफै सक्षम छौ, म बचाउन सक्दिनँ भन्छन्। तर युधिष्ठिरले सँगै आएको कुकुरलाई बचाउँछन् तर भीमलाई बचाउँदैनन्। भीम हुन्छन् हे दाइ आज तपाईँ आफ्नो भाइलाई नबचाएर यो कुकुरलाई किन बचाउँदै हुनुहुन्छ भनेर प्रश्न गर्छन्। तब युधिष्ठिरले भन्छन् कि यो एउटा कुकुर हो, यसले सुरुदेखि नै हामीसँग यात्रा गरेको छ, कठिन गरेको छ, हर सङ्घर्षलाई पार गरेको छ, यो कुकुर हो, त्यसैले मैले सहायता गर्छु। तिमी त 100 कौरवलाई मार्ने वीर हो, तिम्रो सहायता तिमी आफै गर्न सक्छौ भनेर युधिष्ठिर त्यहाँबाट जान्छन्। अनि भन्छन् त्यसपछि अगाडि स्वर्गको द्वारमा पुगेपछि यमराज प्रकट हुन्छन्। अनि यमराज प्रकट भएर भन्छन् हे धर्मराज तिमी स्वर्ग पुग्यौ, अब त्यो कुकुरलाई तिमीले स्वर्ग बाहिर छोडेर तिमी भित्र प्रवेश गर भन्दा उनले माफी चाहन्छु, मैले मेरो धर्म पद छोड्दैन, म मेरो कर्तव्यले दिन्न, म बरु यो कुकुरसँगै बाहिर बस्छु। त्यसैले जसले हरेक सङ्घर्षलाई सामना गरेर स्वर्गमा आएको छ, यो कुकुरलाई तपाईँ भित्र लानुहुन्न भने मलाई पनि बाहिर जानु भनेर भन्दाखेरि यमराजले भन्छन् कि हे पुत्र तिमी मेरो परीक्षामा पास भयो, तिमीले यो यमराजको मन जित्यौ, तिमीले यो कुकुर कोही थिएन, यो कुकुर स्वयं मेरो अंश थियो, यो कुकुर मेरो धर्मको अंश थियो। तिम्रो गुणगान आज संसारले धर्मराज भनेछ। तिमी जिउँदै स्वर्गमा प्रवेश गर भन्दा उनी स्वर्गमा पुग्छन् र स्वर्गमा उनको भव्य स्वागत गर्छन्। स्वागत गर्नको लागि स्वर्गमा दुर्योधन र दुशासन द्वारमा देख्छन्। अनि उनले भन्छन् कि मेरी पाञ्चाली र मेरा भाइ कता छन्, मलाई त्यता लैजानुहोस् जता मेरा भाइ छन्, मेरी पाञ्चाली छन् भनेर भन्छन्। अनि युधिष्ठिरले प्रश्न गर्छन् हे भगवान कि यी अधर्मी पाण्डवलाई कसरी स्वर्ग प्राप्ति भयो, मैले बुझ्न सकिनँ, म चकित पढेँ भनेर भन्छन् कि अनि यमराजले भन्छन् त्यसपछि यी कौरवहरूलाई कसरी स्वर्ग प्राप्ति भयो, जसले सधैँ अधर्म गरे कसरी स्वर्ग प्राप्त गर्न सक्छन् भनेर प्रश्न गर्दा यमराजले भने कि यिनीहरूले जुन पाप गरेका थिए धर्मराज, यी पाप सबै युद्ध भूमिमा यिनीहरूले आफ्नो कर्मको फल भोगिसकेका छन्।
कि यिनीहरूले पनि जीवनमा केही पुण्य गरेका थिए। यिनीहरू महादानी कर्णको सङ्गतमा परेर यिनीहरू पनि महादानीसँगै दान गर्थे। त्यसैले अन्जानमै भए पनि यिनीहरू दान गरेका कारणले गर्दाखेरि यिनीहरूलाई स्वर्गको प्राप्ति भयो। र अर्को कुरा कि महाभारत कुरुक्षेत्र धर्मक्षेत्र भूमिमा जुन जुन वीरले वीर गति प्राप्त गरे तिनीहरूलाई स्वर्ग प्राप्त निश्चित थियो। त्यसैले यिनीहरू स्वर्ग पाए। अब यिनीहरू स्वर्गमा दुशासन दुर्योधन बनेका छन्। यिनीहरू सुशासन र सुयोधन बनेर बसेका छन्। यिनीहरूमा स्वपाप हटेको छ। पाप हेर पाप पुण्य दुवैको फल मिल्छ भनेर सम्झाउँछन्। त्यसपछि तिम्रा भाइ पनि कुरुक्षेत्रमा मरेको भए स्वर्ग पाउँथे। यदि तिमीलाई आफ्नो भाइ र पतिलाई भेट्ने मन छ भने तिमी मसँग नर्कलोकमा जाऊ, तिमीलाई हिँड्ने भयो भन्छन्। अनि उनले देख्छन् कि पाञ्चालीले सजाय पाएको देख्छन् अनि भन्छन्, हे भगवान, यिनीहरूले के पाप गरेका थिए भनेर भन्छन् कि म त्यसो भए मेरो भाइलाई तपाईँ सजाय दिनुहुन्छ भने म पनि यही नर्कमा बस्छु। मलाई स्वर्ग चाहिँदैन। जहाँ मेरा भाइहरू छन्, जहाँ मेरी पत्नी छन्, मलाई त्यो नै स्वर्ग हुन्छ। कि म यो कुराले यहाँ सजाय यही मलाई बचाउनुहोस् कि मैले मेरा भाइहरूलाई मेरी पत्नीलाई पापबाट शून्य गराउन सकिनँ। त्यसको सजाय मलाई यही दिनुहोस्। त्यो सजाय म माग्छु भनेर धर्मराजले भन्छन्। त्यसपछि यमराजले भन्छन् कि तिमीले जीवनमा एउटा सधैँ सत्यवादी थियो, तर एक दिन तिमीले अर्ध झुट बोल्यौ, जुन अर्ध झुट भन्दा पनि गम्भीर थियो। द्रोणाचार्यको यो झुटले द्रोणाचार्यको वध भयो। यो तिम्रो पाप थियो। यो तिम्रो पापको कारणले गर्दाखेरि मैले यो दृश्य तिमीलाई त्यो सजायको लागि यो दृश्य देखाएको। जाऊ हिँड, तिम्रा भाइहरू सबै स्वर्गमा छन्, तिम्रो प्रतीक्षामा रहेका छन् भनेर तिमी पनि अब अन्तिम परीक्षामा पास भयो, जाम भनेर स्वर्गमा लिन्छन्। त्यसपछि जब अलौकिक स्वर्गमा पुग्छन् तब पाण्डव कौरव पाञ्चाली सबैले उनलाई अङ्गमान गर्छन्। जहाँ पाण्डव र कौरव मिलेका हुन्छन्, जहाँ उनीहरूमा शत्रुताको भाव थिएन, उनीहरूमा केवल भाव थियो, मित्रताको भाव थियो, बन्धुत्वको भातृत्वको थियो। अनि युधिष्ठिरलाई सबैले चरणमा स्मरण गरे र सबैले अङ्कमाल गरे। त्यसपछि युधिष्ठिरलाई आफ्नो ज्येष्ठ दाइ कर्णलाई भेट्न मन लाग्यो। उनी भन्छन् कि हाम्रो दाइ अंगराज कर्ण कहाँ छन्, मलाई उनीसँग भेट गर्ने मन छ भनेर भन्छन्। त्यसपछि उनले त्यहाँ देख्छन् कि कर्ण एउटा दिव्य आसनमा बसेका थिए, उच्च पदमा बसेका थिए। अनि सबै पाण्डव कौरवले कर्णलाई नमस्कार गर्छन्। अनि युधिष्ठिर जान्छन्, कर्णका चरण कमलमा स्पर्श गर्छन्। त्यसपछि अर्जुन पनि कर्णका अघि आएर अङ्कमाल गर्छन्। जहाँ उनीहरू बिचमा दाजुभाइको मिलन जुन धरतीमा आउन सकेको थिएन त्यो स्वर्गमा भएको थियो। अनि भगवान श्रीकृष्ण मुस्कुराउँदै प्रकट हुनुहुन्छ। अनि कर्णले खुसी हुँदै भन्छन् कि हे माधव, तपाईँ यहाँ कसरी भनेर प्रश्न गर्दा भगवान भन्नुहुन्छ कि विश्व विष्णु यसै पुकार्दैन मलाई, विश्वव्यापी छु म, जहाँ धर्मको उपासना मनमा सोच त्यही हुँ म। हे कर्ण, कि विश्वले मलाई विष्णु त्यत्तिकै पुकार्दैन कि विष्णुको अर्थ हो विश्वको जुनसुकै गुना पनि कर्ण छु। त्यसैले मलाई विश्वले विष्णु पुकार्छ, म कर्ण छु। त्यसैले जहाँ धर्मको उपासना हुन्छ, जहाँ धर्मको उपासना हुन्छ म त्यही आउँछु भनेर भगवानले भन्नुहुन्छ। अनि कर्णले भन्छन् कि मलाई निकै खुसी लाग्यो भन्छन्। त्यसपछि भगवान भन्नुहुन्छ कि तिमीहरू पाण्डव 106 भाइहरू मिलेको देख्दा मलाई निकै खुसी लागेको छ। तर एउटा कुरा के रिक्तता भयो भने तिमीहरू सबै भाइहरू
धरतीमा मिलेको भए तिमीहरूलाई यो स्वर्गको आवश्यकता पर्दैन थियो, तिमीहरू सबै मिलेको भए धरती नै भूस्वर्ग बन्थ्यो भनेर भगवानले भन्नुहुन्छ कि तिमीहरू धरतीलाई नै स्वर्ग बनाउँथ्यो, तिमीहरू धरतीमा देवता बढ्थ्यो भनेर भगवानले भन्नुहुन्छ कि जब जब धरतीमा अन्याय बढ्छ, अत्याचार बढ्छ, तब तब म विभिन्न युगमा अवतरित हुनेछु, विभिन्न रूप धारण गर्नेछु र लीला रच्नेछु। अब अर्को युगमा म जो विजयको चाहना राख्छ, त्यो भन्दा पनि जो परिवर्तनको चाहना राख्छ, म त्यसको सारथी बनेर अगाडि बढ्नेछु। यो महाभारत थियो नि, त्यो महाभारत मेरो कृष्ण अवतारको लीला थियो कि यो महाभारतबाट यो संसारले धर्म के हो, अधर्म के हो, कर्म के हो, अकर्म के हो भनेर सबै ज्ञान दियोस्, गीता ज्ञानको सार दियोस् भनेर भगवानले सम्बोधन गर्नुहुन्छ। त्यसपछि कर्णको बारेमा भन्नुहुन्छ कि सूर्य पुत्र राधे कर्णलाई जान्न, कर्मलाई जो जाना, कर्मको परिभाषा हुनु परमा, कर्णलाई हो जाना। कि हामीले सूर्य पुत्र कर्णलाई जान्नुभन्दा पहिला कर्मलाई जान्नु। यदि कर्म के हो जान्नु छ भने सूर्य पुत्र कर्मको परिभाषा कसैलाई सुहाउँछ भने त्यो कर्णलाई सुहाउँछ भनेर भगवानले सम्बोधन गर्नुहुन्छ। अब कर्णायनको सन्देश के हो? यो यत्रो कर्णायन पढ्यो, कर्णायनले हामीलाई के सन्देश दिन्छ कि अब कर्णायनको सन्देश जातर वर्ण कुल र वंश आडम्ब तोडेर, रीति र तिथि पुरातन सोच घमण्ड छोडेर, प्रतिभा वंश कुलमा जन्म सधैँ बलिँदैन, जाति छ सानो भनेर किन सम्मान दिँदैन, जन्मको नाममा गर्दछ निन्दा समाजको चलन, विस्फोटन बन्छ निन्दाको पछि समाजको जलन, हामी उच्च कुलका मान्छे निचको ठाउँ छैन, लायक छैन सम्मान दिने वंशजको नाम छैन, सर्वस्व भयो हाम्रो यो जातहरूका निचहरू, राखेमा सोच ल्याउने नाच युद्धका बीचहरू, गङ्गाको जल स्नानमा मल बन्दैन पवित्र, निरय हुन्न जातले कसै मनुष्य चरित्र, लेखेन भाग्य कर्मले लेखन भाग्य कर्म हो मेरो कलम ठानेर, लेख्नु छ गाथा घाउको नाता मलम बनेर, सम्मान आफ्नो खोज्नेले सुन्न इज्जतका अरूको, अपमान सहन हुँदैन आफ्नो बेइज्जत अरूको, राजाले आफ्नो खातिर स्वार्थ निरङ्कुश बनेर, प्रजाका हक अधिकार सबै उच्च गनेर, सम्मान भाव नभएकै असम्भव विकास, दाजु र भाइ शत्रुता भए रोकिन्न विनाश, मानिस समान एउटै धरती एउटा छ आकाश, राज्यले सम्मान गरेमा बन्छ प्रतिभा प्रकाश, नगरमा मात्र विकास भए गाउँले ठुलो, अपनत्व भाव कसरी होला नीति छ अधुरो। कि कर्णायनले यो कर्णको जीवनलाई हेर्दा हामीले के बुझ्न सकिन्छ भने कि कसैको प्रतिभा
कसैको सामर्थ्य कुनै पनि कुलमा जन्म लिँदैन, कुनै पनि रक्तमा जन्म लिँदैन। मनुष्यको प्रतिभा उसको आत्मामा लिन्छ कि समाजले जन्मका आधारमा निन्दा गर्छ, तब त्यो निन्दा समाजको विस्फोटनको जलन बन्छ। कि भन्छन् कि समाजमा हामी उच्च कुलका मान्छे हौँ, यहाँ निचको ठाउँ छैन, हामीले तिमीलाई सम्मान गर्ने कुनै पनि लायक छैन, वंशजको लायक छैन भनेर कर्णलाई समाजमा जसरी धिक्कारिएको थियो त्यो अब कुनै पनि कर्णले त्यसरी नधिक्कारियोस्। अनि भन्छन् कि हाम्रो जात सर्वोच्च भयो त नीच भइस भनेर भन्छन्। यदि यस्तो सोच संसारमा जब रहन्छ तब त्यो युद्धको बीज बन्छ, त्यसले समाजको विनाशलाई निम्त्याउँछ। कि एउटा मललाई गंगाको जलमा नुहाउँदैमा त्यो पवित्र बन्दैन, त्यो मल नै बन्छ। कि कुनै पनि जातका आधारमा, कुनै पनि वंशजका आधारमा, कुनै पनि कुलका आधारमा कसैको चरित्र, मनुष्यको चरित्रलाई निर्धारण गर्न सकिन्न। कि मनुष्यको यो कर्म भनेको मनुष्यको भाग्य लेख्ने साधन हो। मनुष्यले जस्तो कर्म गर्छ उस्तै फल पाउँछ। त्यसैले जसले आफ्नो सम्मान खोजेको छ नि तिनीहरूले सुन कि तिमी आफ्नो विजत, आफ्नो अपमान सहन गर्दैनौ भने तिमीहरूले कसैलाई अपमान नगर, कसैलाई बेइज्जत नगर। आफ्नो अपमान हुँदाखेरि मन दुखाउने, आफ्नो अपमान हुँदाखेरि भन्ने तर अरूलाई बेइज्जत गर्ने यो होइन। कि जब राजाहरू निरङ्कुश बन्छन्, आफ्नो स्वार्थका खातिर निरङ्कुश बन्छन्, कि प्रजाका हक अधिकार उच्च नीच गरेर दिन्छन्, कि यो मेरो नाता गोता गर्छन्, तब यो उच्च नीच गरेर कि मेरा मान्छे निरुन्, यो क्षेत्रमा बढी बजेट लगाउनु पर्छ, यो क्षेत्रमा कम बजेट लगाउनु पर्छ भनेर समाजमा यो सोच रहन्छ, तब समाजमा विनाश निश्चित छ। त्यो विनाशलाई रोक्न सकिँदैन। जब दाइ भाइ बीचमा शत्रुताको भावना हुन्छ तब त्यसले एउटा घर मात्र नभएर समग्र विश्वलाई नै विनाशको गतिमा पुर्याउँछ। कि हामी सबै यो धरतीका एउटै मानव हौँ, हाम्रो धरती एउटै छ, आकाश एउटै छ। अनि हाम्रो किन हामी आफैमा एउटा उच्च भनेर गनिरहेका छौँ। कि जब एउटा राज्यले कसैको प्रतिभालाई सम्मान गर्न सकिन भने त्यो प्रतिभा खेर जान्छ। यदि कसैको प्रतिभालाई राज्यले सम्मान गर्यो भने त्यो प्रतिभा समाजमा चम्किन्छ। कि विकास भनेको एउटै क्षेत्रमा भएर मात्र हुँदैन, एउटै क्षेत्रमा एउटै पक्षमा मात्र विकास हुँदैन। विकास हुनका लागि सम्पूर्ण क्षेत्रमा हुनुपर्छ, सम्पूर्ण पक्षमा हुनुपर्छ, तब मात्र विकास हुन्छ। कि यो नीति नै अधुरो भए यो जीवन अगाडि बढ्न सक्दैन भनेर यो कर्णको सन्देश छ। तपाईहरूले कर्णायन पढ्नुभयो, अब तपाईहरूले कर्णलाई कसरी चिन्नुहुन्छ? तपाईले कर्णको परिचय यस प्रकार रहेछ कि तपाई यहाँबाट गइसकेपछि कर्णलाई तपाईले यो रूपमा चिन्नुपर्ने हुन्छ। कर्णको परिचय कर्मले जो सूत पुत्र जन्मले सूर्यवर्ण कानिन पुत्र कंताये कर्मले राधे कर्ण कर्मले जो सूत पुत्र जन्मले सूर्यवर्ण कानिन पुत्र कंताये कर्मले राधे कर्ण उदारमन मानिरहन्छ दान ठुलो धर्म दानशीलता पहिचान हो
दानवीर कर्ण परिभाषित गर्दछ जो हुन्न ठुलो जन्म यथार्थमा महान हुन्छ मनुष्यको कर्म पराकाष्ठ मित्रताको यही उसको परमा पराक्रमी महान योद्धा महारथी कर्ण बुझेको छ मनैदेखि कर्तव्यको मर्म विश्वासको दोस्रो नाम अंगराज कर्ण सामर्थ्यको मैदानमा डराउन जो मर्न मृत्यु पानी नतमस्तक मृत्युञ्जय कर्ण कवच कुण्डल दिन तयार प्रारपनी हर्ण अदिति कारुणा छ महादानी कर्ण स्वार्थभन्दा माथि उडिने कर्तव्यमा पराइन् कानिन पुत्र कुन्ती सुत राधेको कर्णाइन् संसारलाई सिकाउने समानता गर्न संघर्षको परायजो महावीर कर्ण योद्धा हो जसको जात शक्तिशाली वर्ण वचनमा पश्च प्राण वचन वीर कर्ण विभेदको विरुद्धमा न्यायमूर्ति छैन परिवर्तन सोच जसको युग नायक कर्ण कर्म भन्दा ठुलो होइन जात अनि वर्ण महान योद्धा धेरै तर सर्वश्रेष्ठ कर्ण कर्म भन्दा ठुलो होइन जाति अनि वर्ण महान योद्धा धेरै तर सर्वश्रेष्ठ कर्ण जन्मले जो सुत कर्मले जो सुत पुत्र जन्मले सूर्यवर्ण कानिन पुत्र कम्तये कर्मले राधे कर्ण कि कर्णको परिचय जो कर्मले सुत पुत्र हो अधिरथ पुत्र हो जन्मले सूर्यको अंश हो सूर्यको वंश हो कानिन यो कानिन शब्द एउटा कानिनको अर्थ र के हुन्छ भन्दा एउटा कुमारीको पुत्र एउटा कुमारी अवस्था हुँदाखेरि जसले जो जन्मन्छ त्यसलाई कानिन पुत्र भनिन्छ कानिन पुत्र कौन्तै कुमारीको पुत्र जो विवाह नहुँदै जसले जन्म दिन्छ त्यसलाई कानिन पुत्र भनिन्छ कानिन पुत्र कौन्तै कौन्तै भनेको यहाँ कुन्ती पुत्र भन्यो कर्मले राधे कर जो कर्मले राधाको पुत्र हो राधे कर्ण हो कर्णको यो सम्पूर्ण परिचय हो मैले कर्णालीलाई
यस आजसम्म मैले वाचन गरेँ, मैले यो कर्णायनलाई मैले वाचन गर्दाखेरि, मैले सम्पूर्णलाई मैले आफूले प्रवचन गर्दाखेरि मैले कतै बिराए होला, कतै भुल गरे होला, कतै त्रुटि भयो होला, त्यसको लागि म क्षमा चाहन्छु। किनभने यो मेरो पहिलो मार्ग थियो। जब एउटा बालक उड्न खोज्छ, हिँड्न खोज्छ, लड्छ, म हिँड्न उड्न मात्र खोजेको, म लडेँ होला। मेरा गल्ती, मैले कतै भावनामा आएर महाभारतको मूल मर्मलाई बिर्सेर कतै अनर्थ रूपले व्याख्या गरेको भए म क्षमा चाहन्छु। मलाई थाहा छैन मैले यो आसनको न्याय, यो आसनलाई न्याय दिन सकिन, मलाई थाहा छैन। तर पनि मेरो भुल भएमा म क्षमा चाहन्छु। यहाँ 7 दिनसम्म आएर मेरो प्रतिभालाई सम्मान गर्नुभयो, त्यसका लागि तपाईँलाई म के प्रार्थना गर्छु भने तपाईँ जुन जन्ममा लिए पनि तपाईँको मनमा भगवानको भक्तिको भावना जागिरहोस्। तपाईँ जहाँ गए पनि, जतिखेर गए पनि तपाईँमा भक्ति भावना रहिरहोस्। म यो प्रार्थना भगवानसँग गर्छु र अन्त्यमा मेरो कर्णायन यही समाप्त भएको म घोषणा गर्छु। धन्यवाद। सम्पूर्णको दिन शुभ रहोस्। राधे। पैसा त लिने होइन, मैले यहाँ बताएको पनि छैन। निःशुल्क हो। उहाँहरू रमनाथ कलमज्यू, देवकी नन्दन भट्टराईज्यू, विराट पौडेलज्यू, मुक्ति प्रसाद बस्यालज्यू, अग्निधर बस्यालज्यू, कृष्ण खरालज्यू, कमल भट्टराईज्यूहरूले, अनि हाम्रो सौरभको टोली। हजुर भने मुक्ति प्रसाद बस्यालज्यू भन्नु महाभैरव भजन समूह पनि बेला बेलामा आएर यहाँ भजन गाइरहनु भएको थियो। हिजो आज नभ्याएर होला, उहाँहरू आउनु भएको छैन, फुर्सद मिलेन होला, समय मिलेन होला। र हाम्रो बाबु योगराज काफ्लेज्यूले जुन यहाँ मोबाइलमा खिचेर हाम्रो पुरै कार्यक्रमहरू युट्युबमा हाल्नेछौँ हामीले, उहाँलाई मैले भनिसकेको छु। अनाथ आश्रमको युट्युब अनि मैना देवी भण्डारी मेरो युट्युबमा यो सम्पूर्ण कथाहरू हजुरहरूले हेर्न पाउनुहुनेछ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ धेरै खट्नुभयो, किनभने यो आश्रममा मैले गर्छु भनेर बाबु आउनुभयो। कसले होला यो खिच्ने, कसले होला भन्ने भइरहेको थियो। अनि हामीले क्यामेरा ल्याउन पनि नसकेको, यो कसरी उपाय गर्ने होला, खर्च पनि नगर्ने अनि प्रसारण पनि गर्ने, के उपायले होला भनेर भन्दाखेरि बाबुले उपाय छ आमा, नआत्तिनुहोस्, यो सबै काम मैले गर्छु, हजुर ढुक्क पर्नुहोस् भन्नुभयो। यसले मलाई यति आनन्द दियो कि यो बाबुको सबै खिचेर राखेर, अब यो बाबु त यहाँ सधैँ बसिरहनु पाउँदैन। अब पढेपछि त अब जागिर खान जान पर्यो, बिदाई हुन पर्यो। त्यसपछि पनि हेरेर बसौँला भन्ने मेरो धोको, त्यो धोकालाई बाबुले पुरा गरिदिनु खोज्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो एकजना दाइजो भन्नुपर्छ, अब म पनि बुढी भएँ। उहाँ को अरे उहाँ छविलाल हो कि उहाँको नाम? छविलाल नौपानेज्यू सुनैदेखि 9:30 बजेर आएर यहाँ ठक्क भजन सुनेर बसिरहनु भयो। 7 दिन हामीलाई शोभा बढाइदिनु भयो, आउनुभयो भनेर हामीलाई पनि अलिकति खुसी लाग्यो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ईश्वर प्रसाद बस्यालज्यू, उहाँ पनि दिनदिनै आएर सम्झिनु भयो। अनि हाम्रो बाबुराम शर्माज्यू,
र नयाँ सरको नाम त कहिल्यै नजानेर उनी जाँदै लेख्दै दिँदैन चिठी। सरको नाम मैले अहिले सुन्न पर्यो। हिरालाल आचार्यज्यू, त्यो हिरालाल आचार्यज्यू उहाँलाई सम्झेको नजानेर फेरि बुढालाई मैले पठाइदिनु। अनि उहाँ बाबुलाई फेरि एउटा गल्ती भएको छ। एकजना साथीले के भन्नु भने मैले गरिदिन्छु, चिठी आएको मैले दिन्छु। कतिखेर आउनुहुन्छ कतिखेर थाहा पनि हुँदैन। हजुर ढुक्क पर्नुहोस् भन्नु अरे मैले उहाँलाई चिठी दिएँ, नाम बताउनु हुँदैन। उहाँले चिठी दिन नपाउँदा यति दुःख लाग्यो सीमा भएन। अस्ति बाबु पाउनु राखेको के गर्दैन भनेको मैले त पाएको भनेको र मैले भने उहाँको धेरै आइरहने सुनिरहने मान्छेको छुट्यो कि त्यसमा मलाई दुःख लागेको छ। अनि हाम्रो असाध्यै प्रमुख व्यक्तित्व भन्दा पनि हुन्छ, हाम्रो महिलाहरूको प्रमुख भने पनि हुन्छ। महिलामा यति शिक्षित देवी भागवत वाचनै गर्न सक्ने त्यति क्षमता भएको हाम्रो व्यक्तित्व हुनुहुन्छ पुलसाथी उम्रेली। उहाँले पहिला पनि हाम्रो धान्य चलमा कर्ताको भूमिका निभाउनु भयो। उहाँले असाध्यै राम्ररी निभाउनु भयो कर्ताको भूमिका र अहिले पनि उहाँले कर्ताकै भूमिका निभाउनु भयो। उहाँलाई धेरै 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 धन्यवाद दिन चाहन्छु। र हाम्रो आनन्दवन आमासम्म यो हाम्रो महिलाहरूले यो मालाले हो यो देख्नै सकिँदैन क्या उनीहरूले त्यस्तो भयो गरे। अब यो पनि क्षमता हो हाम्रो इन्दिरा पौडेलजी अनि आज नानी चित्र नानी माया विष्णु यो दुईले यो मालाले गर्दा लडाउने गराइदियो गरे। अब हामीको पनि हामीले सफलता मानेका छौँ किनभने उहाँहरूलाई भक्ति लगाएर गर्नु भएको उहाँहरूको केही गल्ती छैन। हामीलाई पनि कहिले कहिले त्यस्तै जुरुक हुन्छ सुन्दा उहाँ नानीहरूलाई त्यस्तो उमेरमै त्यस्तो भक्ति लगाउने क्षमता रहन्छ। उहाँ नानीहरूलाई पनि मैले धेरै धेरै धन्यवाद दिन्छु। हाम्रो कल्पना मेडमले 100जना विद्यार्थीहरू लिएर आउनुभयो। यति खुसी भएर नाच्नु भएको छ, यति खुसी भएर नाच्नु भएको छ। Hijuri